प्लस 2 देखि लिएर मास्टर्ससम्मको बिचमा तपाईले लभ पर्यो थियो? बुवा आमा जो हुन्छ त्यो भगवान हो के। बुवा आमाले तपाई फेलियर हुनुस् या सक्सेस हुनुस् तपाईलाई गर्ने माया त्यतिकै रहन्छ के। म जुन कलेजमा 12th मा एज अ स्टुडेन्ट पढिरहेको थिए तपाई त्यतिखेर एज अ टिचर बनेर आउनु कि म यस्तो के बनेर देखाउँछु जुन तिमी हेरेर तडपिन्छ कि मैले छोडेको केटालाई। वाओ। समटाइम्स ब्याड वर्क्स गिभ्स गुड रिजल्ट के। हरेक वार्डमा एउटा लाइब्रेरी भइदिएको भए त्यहाँको विद्यार्थीहरूलाई एउटा पढ्ने माहौल हुन्थ्यो। कोही एउटा विद्यार्थी पाउँदैन क्लासभरिमा जसले भन्छ कि सर आई वान्ट टु बिकम अ टिचर। मलाई याद छ म 2 सालसम्म एउटा पनि कपडा किनेको थिएन, पुरानैले काम चलाइरहेको थिएँ के। बाग अब तू कमर्स पढ्बे ना फलानुवा के लइका देख त डाक्टर पढ्दा इन्जिनियर पढ्दा म वाइफाई फ्री गरिदिन्छु वार्डलाई भनेर एउटा नारा दिन्छ, तर म यो वार्डमा एउटा पुस्तकालय स्थापना गरिदिन्छु भन्ने छैन। सिलेबस मेटर्स कि वे अफ टिचिङ मेटर्स? बस एउटै थियो कि त्यो यहीँको थियो, धोका दियो म यहीँ आएर बसिहालेँ कि म तिम्रो सहरमा बसेर यस्तो गर्छु कि मेरो यस्तो गली गलीमा नाम हुन्छ मेरो कि तिमी सोचेर छोड्छौ कि कसलाई मैले छोड्दिएँ भनेर। यो ठ्याक्कै विद्यार्थीले नै स्टार्ट गराएको युट्युब हो। हाम्रो बेलामा त्यो 1 रुपियाँमा 16वटा त्यो मटरदाना चक्लेट आउँथ्यो। टिचर्सहरूको जुन स्थिति जो छ 4 महिनामा स्यालेरी आउने सरकारी टिचरको स्यालेरी आउनुभन्दा अगाडिसम्म यति नै लोन भइहाल्छ मान्छेको त्यो उधारो खाँदा खाँदै। पढ्यो भने छोरी बिग्रिन्छ, कमर्स पढ्यो भने छोरा बिग्रिन्छ भने। अनि तपाईको काठमाडौँको स्टुडेन्ट्सहरुमा सेल्फ स्टडीको इन्भाइरोमेन्ट धेरै राम्रो छ। ओके। वीरगञ्जमा सेल्फ स्टडीको इन्भाइरोमेन्ट अलिकति बिग्रेको छ। राति 2 बजेसम्म मेहनत गर्थे, फेरि बिहान 6 बजे उठेर कलेज गइहाल्थे। एउटा माइन्डमा थियो कि मलाई पपुलर हुनु छ। कसैले प्रेममा धोका दियो भने त हात काट्ने होइन, चुरोट गाँजा रक्सी खाने होइन, त आफ्नो करियरमा फोकस गरिदिने हो ताकि त्यो पनि तँलाई हेरेर पश्चाताप गरोस् के। जस्तै कुन गाउँ छ जहाँ एउटा लाइब्रेरी राखिएको छ? उडुस काट्छ हामी सुत्न सक्दैन, त्यो टाइमलाई हामी उपयोग गर्छौँ। गुरु बन्नु धेरै ठुलो कुरा थियो। राजाले पनि शिर झुकाउँथ्यो त्यसको अगाडि। दिन 100 के पुगेको थिएँ, म लाइभमा थिएँ। म त्यो दिन मेरो आँखाबाट आँसु आएको थियो मेरो लाइभमा। त्यो आज पनि मेरो युट्युबमा रेकर्ड थियो। पीसीएल लेभल गरेकोलाई पनि टिचर भन्दा सक्सेसफुल देखिराख्नु भएको छ। बुद्धिमान बन्न चाहते हैं कि विद्वान बन्न चाहते हैं? बस्ने घर बिक्री हुन्छ। अब हामी रोडमा आइहाल्यौँ, अब भाडामा बस्नुपर्ने स्थिति हुन्छ। बुवाआमाले यहाँ ल्याएर भाडामा राख्नुपर्छ, गाउँमा बस्ने घर पनि हुँदैन। अब त्यो स्थिति छ, भित्र गएर पोएम पढाउनु छ। तिमी डक्टर छौ भने हुनसक्छ तिमीले जुन केस ह्यान्डल गर्न सक्दैनौ तिमी इजिली रेफर गरिदिन्छौ। रेफर गर्नुको मतलब त्यही त हो नि कि म क्यापेबल छैन, अरू कहाँ जाऊ। तर एउटा टिचर बनिसकेपछि तिमीले यो भन्दैनौ कि भाइ मलाई यो आउँदैन, त्यो अरूसँग पढिहाल। यु हैव टु डु। तपाईको लाइफमा एउटा टाइम यस्तो आउँछ जहाँ तपाईलाई लाग्छ कि मेरो जिन्दगी फसिहाल्यो। चिनेको साथीहरू थियो र त्यहाँ वाइफाई थियो के, त त्यो टाँसिएको भएर त्यसको वाइफाईको पासवर्डले मलाई दियो र त्यहाँ मैले वाइफाई कनेक्ट गर्न पाएँ। त नेटको सुविधा भएपछि मैले अनलाइन क्लास स्टार्ट गरेँ। वेलकम टु द सुनौलो आवाज पोडकास्ट। आजको यो पोडकास्टमा हामीसँग यस्तो व्यक्तित्व हुनुहुन्छ जुन वीरगञ्जको गलीबाट सुरु गर्नुभएको छ, तर आज चाहिँ यस्तो उहाँले काम गर्नुभएको छ जुन चाहिँ युट्युबको ट्रेन्डिङ पेजमा तपाईहरु देख्नुहुन्छ उहाँलाई। हो, हामी कुरा गरिरहेछौँ जुन तपाईँ श्याम सरको नामले चिनिनुहुन्छ, तर हामीले उहाँ श्याम विकेश महतोको नामले चिन्ने गर्छौँ। उहाँले आज यस्तो योगदान दिनुभएको छ कि युट्युबबाट सरल भाषामा इङ्ग्लिस कसरी पढाउने भन्ने कुराहरू हाम्रो नेपाली भाइ बहिनीहरूलाई सिकाउनुहुन्छ। सो उहाँलाई स्वागत गर्छौँ। वेलकम टु द आवर शो सर। थ्याङ्क यू भेरी मच फर इन्भाइटिङ मी हियर। एकदमै खुसी लागेको छ तपाईहरुको यो पडकास्टमा आएर, र यो एकदमै राम्रो काम छ कि तपाईहरुको माध्यमबाट हाम्रो भाइ बहिनीहरूले या नेपालको जो अरू पनि मान्छेहरू हुनुहुन्छ जो शिक्षा क्षेत्रमा हुनुहुन्छ हैन, उहाँहरूले धेरै कुरा सिक्न पाउनुहुन्छ तपाईहरुको माध्यमबाट। यसको लागि धेरै धेरै धन्यवाद छ। सो यति बिजी सेड्युल हुँदाहुँदै पनि सर तपाईँ आइदिनु भयो, त्यसको लागि म पनि तपाईँलाई धेरै धेरै थ्याङ्क्स भने। एकदम। सो एउटा कुरा म तपाईँलाई रिमेम्बर गराउन चाहे, म जुन कलेजमा 12th मा एज अ स्टुडेन्ट पढिरहेको थिएँ तपाईँ त्यतिखेर एज अ टिचर बनेर आउनु भएको छ। एकदम एकदम। अनि तपाईँले कहिले सोच्नु भएको थियो कि मेरो सोमा आउने तपाईँले मौका पाउँछ? कहिले सोचेको थिएन, किनभने अभियसली किनभने तिमी साइन्स पढ्ने विद्यार्थी हैन। अब साइन्सवालाले लिएर हाम्रो एउटा माइन्डमा के हुन्छ कि त डक्टर बन्छ होला, इन्जिनियर बन्छ होला, त्यस्तो फिल्डमा जान्छ होला। यस्तो मिडियावाला फिल्डमा आइहाल्छ भनेर साँच्चै सोचेकै थिएन हैन। त यही त हो नि, लाइफ भनेको अनसर्टेन हो कि, कहाँ गएर को के हुन्छ ग्यारेन्टी छैन के। त्यही भएर त्यति
स्ट्रेस पनि लिनु हुँदैन जीवनमा जे पनि हुन सक्छ एनीथिङ क्यान ह्यापन तर त्यसको लागि क्वालिटी हुनुपर्छ एउटा थियो कि तिमी साइन्स पढे पनि पढिरहेको थियौ हैन र आजको डेटमा एउटा लेक्चरर पनि त भइ नै सकेको छ तर यो पनि एउटा काम हो इन्ट्रेस्ट छ हैन त्यो कला छ बोल्ने भने त जे पनि हुन सक्छ सोचेको थिएन तर यो जे भयो राम्रो भयो एक्ज्याक्टली सर हो सो हामी सुरु गर्छौँ त्यहाँबाट श्याम विकेश महतोदेखि लिएर तपाईँ अहिले श्याम सरको रूपमा चिनिनुहुन्छ विद्यार्थीहरूको माझमा उहाँको मन मस्तिष्कमा तपाईँले श्याम सरको रूपमा हुनुहुन्छ त्योदेखि लिएर अहिलेसम्मको यात्रा कस्तो रह्यो तपाईँको यात्रा एकदमै राम्रो रह्यो यो यसले रियल लाइफ एक्सपिरियन्स दिएको छ कि एउटा नाम जो छ श्याम विकेश महतो यो बुवाआमाले दिएको नाम हो श्याम सर भनेको मैले कमाएको नाम हो के विद्यार्थीहरूले माया गरिदिएको नाम हो हैन यसमा यो हेर्दा त्यो नाम ठुलो थियो पहिला अहिले सानो जस्तो भएको छ हैन तर अचिभमेन्ट पहिला भन्दा यो धेरै भएको छ हैन र यसमा अप्स एन्ड डाउन्स धेरै छ हैन त्यो स्ट्रगल्स छ इमोसन्स छ मेहनतहरू भएको छ हैन र त्यो सँगसँगै यसको जुन अचिभमेन्ट आयो त्यसले धेरै किसिमको खुसी पनि छ हैन एउटा यो खुसी लाग्छ कि एउटा मैले एउटा नेम पाएको छु एउटा फेम पाएको छु हैन त्यति विद्यार्थीहरूको एउटा सम्मान पाएको छु माया पाएको छु हैन एउटा वीरगञ्जको एउटा सानो ठाउँबाट स्टार्ट गरेको मान्छे नेपालको कुना कुनाबाट विद्यार्थी मसँग पढ्छ त्यति मात्र हैन कि अहिले 25-26 वटा देशबाट विद्यार्थीहरूले कन्ट्याक्ट गर्छन् पढ्छन् त्यो धेरै ठुलो गौरवको कुरा लाग्छ कि सर यतिकै कम समयमा तपाईले यो एचिभ गर्नुभयो तपाईले अझै कस्तो कस्तो फिलिङ्स आइरह्यो होला कि सुरुमा के लाग्यो थियो तपाईले कि गर्न सक्छु होला कि नै भनेर यस्तो के आएको थियो मनमा सुरुमा त अलिकति कन्फिडेन्ट नै थिएन हैन यो ठ्याक्कै विद्यार्थीले नै स्टार्ट गराएको युट्युब हो उनीहरूले नै हैन सर तपाईको ट्रिक्सहरू छ गर्नु भनेर मजाकमा उनीहरूले गराइदियो हैन त सुरुमा मैले यो सोचिरहेको थिएँ कि यो 1000 सब्स्क्राइबर पुग्छ कि पुग्दैन किन एउटा युट्युबको छ नि त 1K सब्स्क्राइबर हुनु पर्यो 4000 हैन आवर्स वाच टाइम हुनु पर्यो हो कि त्यो भयो भने मोनेटाइज हुन्छ अब यसबाट पैसा आउँछ कति आउँछ के आउँछ त केही पनि थाहा थिएन स्टार्ट त गराइदियो हैन अब म सोच्थेँ कि वीरगञ्जमा बढीमा कति नै विद्यार्थी छ र त्यो पनि 1000 जनाले मलाई कहाँ सब्स्क्राइब गर्छ त्यो 1000 विद्यार्थीले सब्स्क्राइब गर्छ भन्नेमा मलाई त विश्वास नै थिएन अहिले यो लाखौंले गर्छ भन्ने कुरा त यो साच्चै यो नसोचेको कुरा हो एकदम मिराकल जस्तै नै हो तर त्यही हो तपाई मेहनत गर्न थाल्नुहुन्छ तपाईमा आफूसँग जे छ त्यसलाई दिन थाल्नुहुन्छ अनेस्ट चाहिँ हुनुपर्छ र हार्डवर्क गरे भने चाहिँ जे पनि कुरा अचिभ गर्न सकिन्छ भन्ने एउटा यो मलाई अब चाहिँ विश्वास लाग्छ अब त कन्फिडेन्ट भइसकेको छ कि अब साच्चै जे पनि पोसिबल छ जस्तो लाग्छ कि तपाईले भन्नुभयो कि त्यो विद्यार्थीहरुबाट मैले त्यो कुरा जान्न पाएँ कि सर मेरो ट्रिक्सहरु राम्रो छ सो दैट म त्यहाँबाट स्टार्ट गर्न सक्छु भनेर त्यो विद्यार्थीलाई अहिले सम्झिनुहुन्छ एकदम अहिले पनि सम्झिन्छु हैन त्यो हाम्रो प्रियांशु भन्ने विद्यार्थी थियो उनीहरुको एउटा ग्रुप नै थियो जो एकदमै राम्रो थियो पढ्नमा पनि एकदम ट्यालेन्ट र बाँकी कुराहरुमा पनि के उनीहरुले कमेडी भिडियोजहरु बनाउँथे मैले मजाकमा भन्थे कि तिमीहरु जस्तै म पनि भिडियो केही बनाउन चाहन्छु अनि त्यसपछि उनीहरु मेरो पछाडी नै परेको हैन सर पढाएको भिडियो बनाउनु ग्रामरको ट्रिक्सहरु तपाईको एकदम राम्रो छ अनि तिनीहरुले नै सेट गराएको त्यो भिडियो बनाउनदेखि लगाउने त्यो सानो त क्यामेरा लगाएर मोबाइलको क्यामेराबाट लाइट साइट फिट गरेर त्यो बोर्ड ठोकेर सब गराएको हैन एकदम छ अहिले पनि सबै एकदम कन्ट्याक्टमा छु टचमा छु कुरा हुन्छ मेसेजमा कुरा हुन्छ कलमा कुरा हुन्छ एकदम राम्रो छ सो खुसी लागिरहेको एकदमै खुसी लाग्छ नि त्यही त हो नि त्यो जरुरी छैन कि एउटा टिचरले नै विद्यार्थीले धेरै कुरा दिन्छ विद्यार्थीबाट पनि हामी धेरै कुरा पाइरहन्छौं धेरै कुरा फिडब्याकहरु पाएर कन्फिडेन्स आउँछ एउटा विद्यार्थीले भनिन्छ कि सर तपाईको यो चाहिँ पढाएको धेरै राम्रो लाग्यो त्यसले हामी सिक्छौं कि हो मेरो यस्तो टेक्निक चाहिँ ठीक भइराछ पछि त्यसैमा वर्क गर्छौं हैन सो कहिलेकाहीँ क्रिटिसिजम पनि पाउँछ भने त्यसमा झन् अझै हामीले वर्क गर्न पाउँछ सो वी लर्न मेनी थिंग्स फ्रम द स्टुडेन्ट्स सो ठीक छ सर आज हामी त्यो कुराहरु पनि बताउने छौं जुन मान्छेहरुलाई थाहा छैन तपाईको बारेमा अनटोल्ड स्टोरीहरु त्यसको बारेमा पनि कुरा गरौँ सो हामी सुरु गर्छौं बाल्यकालदेखि सर तपाईको बाल्यकाल कस्तो थियो सामान्य थियो कि स्ट्रगलिङ थियो बाल्यकाल सामान्य नै थियो सामान्य यसकारण थियो कि जन्मेको सामान्य फ्यामिलीमै थिए त्यस्तो एकदमै गरिबी पनि थिएन धनी छदै थिएन तर एउटा सामान्य यसकारण थियो कि बुवा टिचर हुनुहुन्थ्यो र उहाँ बुझ्ने हुनुहुन्थ्यो त्यही भएर हामीले चाहिँ अप्ठ्यारो हुन दिनु भएन उहाँले अप्ठ्यारो हुँदा पनि होला तर हामीले अप्ठ्यारो कहिले फिल हुन दिनु भएन हामी नर्मल एउटा गभर्नमेन्ट स्कुलमा गाउँमा पढ्यौं ठीकठाक थियो लाइफ किनभने अब त्यो ठीकठाक त्यति बेला यसकारण थियो कि धेरै कुरा थाहा नै थिएन भने एक्सपेक्टेसन कसरी हुन्छ हैन जस्तै अहिले मेरो छोरा छ उले युट्युब हेर्छ उले भिडियोजहरु हेर्छ त उले त्यहाँनिर अब त्यो महँगो चकलेटको प्रचार हेर्छ उले महँगो खेलौना हेर्छ त उसको एक्सपेक्टेसन हाई हुन्छ उले माग्छ डिमान्ड गर्छ मैले किन्न सकेन भने उलाई लाग्छ कि मैले यो पनि पाइन त्यो पनि पाइन त उलाई लाग्छ होला कि मेरो लाइफ चाहिँ त्यति राम्रो भएन होला
हाम्रो बेलामा त्यस्तो केही छँदै थिएन, एक्सपेक्टेसन छँदै थिएन। हाम्रो बेलामा त्यो 1 रुपियाँमा 16वटा त्यो मटरदाना चक्लेट आउँथ्यो, त्यो होइन 25 पैसाको सिक्का त्यो पायो भने 4वटा पाउँथ्यो, त्यसमा हाम्रो दिन कटिहाल्थ्यो। त्यति पाउन गाह्रो थिएन, सो लाइफ राम्रै थियो होइन। अच्छा, यस्तो जस्तै हामी अथवा तपाईँको बेला जुन पढ्ने तरिका थियो, हामी अनलाइनबाट थिएनौँ है, हामी चाहिँ डाइरेक्ट बुक्सहरू कपीहरूबाट चाहिँ पढ्ने गर्थ्यौँ। सो यसमा तपाईँ कसरी यो कुराहरू जोड्न सक्नुहुन्छ? हामी चाहिँ आफैले के गरेछौँ भने विदाउट यो अनलाइन प्लेटफर्महरूबाट पढेको छैन, बुक कपीबाट पढेको छौँ, बट आज हामीले मौका पाएको छ सो डिफ्रेन्ट प्लेटफर्मबाट पाउनको लागि। सो कतिको इजी, अनि यसमा के कुराहरू केही भन्न सक्नुहुन्छ तपाईँ? यसमा कस्तो छ भने जस्तै अब त्यो के हुन्छ कि जति बेला समय जसलाई जे कुरा सुविधा पाएको हुन्छ नि त्यसैमा उसले सब कुरा मेन्टेन गरेको हुन्छ। जस्तै हाम्रो बेलामा यो कुरा छँदै थिएन, हाम्रो माइन्डमा यो छँदै थिएन कि हामीलाई कुनै कुरा दिमागमा आउँछ, कुनै क्वेसन आइरहेको छैन त हामी एकचोटि च्याट जिपिटीमा हाल्छौँ, एकचोटि गुगलमा हाल्छौँ, अनि विदिन सेकेन्ड्स उसले एन्सर दिइहाल्छ, हामी सिक्न सक्छौँ। हाम्रो बेलामा त्यो थिएन, त थिएन भने त्यो माइन्डमा एक्सपेक्टेसन पनि आउँदैन थियो, बुक्समै पढ्ने, भएन भने टिचरलाई सोध्ने, त्यहाँबाट भएन भने छोडिदिने हैन। तर आजको टाइममा चाहिँ कस्तो भने विद्यार्थीसँग हरेक कुरा छ, उसले जे चाहन्छ त्यो घरमा बसेर पढ्न सक्छ, कहीँ बाहिर जान पर्दैन, एभ्री मेटेरियल्स एभाइलेबल छ। आज जस्तो सुकै क्लास वीरगन्जको विद्यार्थीले यहाँ बसेर दुनियाँको कुनै कुनाको जस्तो प्रोफेसरको पनि क्लास लिन सक्छ। यो एउटा धेरै राम्रो कुरा हो र यसको फाइदा हामीले लिन सक्नुपर्छ हैन। अब मैले त्यो फिजिकलदेखि अनलाइनसम्मको यात्रामा आएँ, त्यो दुवैको आफ्नो आफ्नो मजा छ। फेस टु फेस पढ्नुको पनि आफ्नो मजा छ, अनलाइन पढ्नुको पनि आफ्नो मजा छ, कुनै डिस्टर्बेन्स छैन। आफ्नो घरमा एक्लै मजाले बसेर पढेको कुराहरू फेरि भिडियोमा पनि आइहाल्छ, फेरि हेर्न पनि सकिन्छ, म्याटेरियल्सहरू एभाइलेबल हुन्छ, जति बेला पनि सरलाई मेसेज गरेर रिप्लाई आउन सक्छ, त्यसको पनि अलग मजा छ। फिजिकलको पनि आफ्नै मजा छ। भनेपछि कन्सेप्चुअल कुरा भइसकेको छ, इजिली गेट वाला कुरा छ, इजिली गेट हामी समयअनुसार जे छ त्यसको फाइदा लिन सक्नु नै राम्रो हो। राम्रो छ। सो अब हामी वीरगन्जतर्फ आउँ। वीरगन्जमा तपाईँको आगमन कहिलेदेखि भयो? वीरगन्जमा मेरो आगमन 2 चोटि भयो। एउटा त मैले जब जति बेला एसएलसी गरेँ, त एसएलसी पछाडि +2 पढ्नको लागि चाहिँ यहाँको थिएँ हैन। त्यति बेला हरिमुख खेतान बहुमुखी क्याम्पसमा 11th पढ्न स्टार्ट गरेँ। त त्यो 2 वर्ष चाहिँ यहाँ बसेँ। त्यसपछि म ब्याचलर्सको लागि काठमाडौँ गएँ, मास्टर्स पनि उतैबाट गरेँ। त्यसपछि मास्टर्स सकेर फेरि म 2073 मा फेरि म यहाँ आएँ, अनि त्यहाँदेखि चाहिँ कन्टिन्यू यहीँ बसिरहेको छु। त्यसपछि काठमाडौँ जान पनि पाएको छैन, एकचोटि पनि होइन। यति बिजी छ। 73 देखि अहिलेसम्म कन्टिन्युअसली म वीरगन्जमै छु, काठमाडौँ जान पाएको छैन। यो लिटरेचर पढ्ने तपाईँको इन्ट्रेस्ट थियो कि कन्डिसनल भइसक्यो यो कुरा? होइन, त्यस्तो जस्तै अहिलेको जस्तो छ नि, अहिलेको माहौल कस्तो भने विद्यार्थीलाई धेरै कुरा थाहा छ। अब इन्टरनेटको थ्रु हुन्छ या गाइडेन्सहरू पाइरहेछ होइन, धेरै मान्छेहरू सजेस्ट गर्ने। हाम्रो बेलामा त्यस्तो थिएन। हामी गाउँमा पढ्दा हाम्रो माइन्डमा थियो कि टिचर बन्नुपर्छ, नभए इन्जिनियर डक्टर बन्नुपर्छ। इन्जिनियर डक्टर बन्नको लागि धेरै पैसा चाहिन्छ, जुन हाम्रो अफोर्ड गर्ने कन्डिसन नै छैन। टिचर बन्नुपर्छ, त्योभन्दा बाहेक पनि केही यो दुनियाँमा मार्केट हुन्छ भन्ने कुरा हामीलाई थाहा नै थिएन। अब थाहा नभएको कुरा त सोच्नै सकिँदैन हैन। मेरो अलिकति 11th मा आइसकेपछि कमर्स पढ्ने चाहिँ इच्छा आएको थियो। तर त्योभन्दा अगाडि स्कुल लेभलमा आउँदा म पनि टिचर बन्छु भन्ने सोच्थ्यो, किन बुवा टिचर हुनुहुन्थ्यो, अङ्कलहरू हैन टिचरहरू हुनुहुन्थ्यो। हेरेकै त्यही थिए, डक्टर्स बन्ने पोसिबिलिटी नै छैन, त्यो सोचमै थिएन। त्यो हुन्छ नि, क्यापासिटीले नै मिट गर्दैन। टिचर बन्ने चाहिँ सोच थियो। तर त्यो टिचर्सहरूको जुन स्थिति जो छ, 4 महिनामा स्यालेरी आउने, सरकारी टिचरको स्यालेरी आउनुभन्दा अगाडिसम्म यति नै लोन भइहाल्छ मान्छेको, त्यो उधारो खाँदै। अनि त्यो हेर्दा चाहिँ पछि त्यो जब म एसएलसी दिएँ, अनि त्यहाँपछि को टिचर बन्छ यार, बेकार छ लाइफ। अनि म टिचर बन्न चाहिँ छोडिदिएँ कि। एकजना जब म वीरगन्ज पढ्न आएँ, एकजना साथी भेट्यो मलाई। त्यो साथी अहिले प्रहरी छ, ऊ कमर्स पढ्दै थियो कि। अनि कमर्सको बारेमा उसले मलाई भन्यो, म फर्स्ट टाइम सुन्दै थिएँ, कमर्स पढ्यो भने ब्याङ्कमा जागिर लाग्छ भनेर सुने कि। अब ब्याङ्कमा के जागिर हुन्छ त्यो पनि थाहा छैन, तर ब्याङ्कमा जागिर लाग्छ सुनेपछि मेरो माइन्ड भाग, चाला म टिचर बन्दिनँ, म त बरु ब्याङ्कको गर्छु। तर त्यति बेला एउटा कस्तो थियो हाम्रो समाजमा माइन्डसेट, त्यो छोरी के अरे बिग्रियो भने नर्स पढाउनु होइन, या नर्स पढ्यो भने छोरी बिग्रिन्छ, कमर्स पढ्यो भने छोरा बिग्रिन्छ भन्ने। अनि त्यो कुराले मेरो बुवाले चाहिँ कमर्स मलाई पढ्न दिनु भएन। म कमर्समा ट्रान्सफर गराइसकेको थिएँ, उहाँ फेरि आउनुभयो कलेजमा। त्यति बेला भगवान सर हुनुहुन्थ्यो, उहाँलाई कुरा गरेर भेटेर फेरि एजुकेसनमा ट्रान्सफर गरिदिनु भयो, किन तँलाई टिचर नै बन्नु छ हैन। तर त्यो लिटरेचरको बारेमा त्यस्तो आइडिया थिएन कि जस्तै एजुकेसन फ्याकल्टी हुन्छ, फेरि आर्ट्सतिरको फरक हुन्छ, इङ्ग्लिसमा पनि फरक छ भन्ने थाहा थिएन। एकजना सञ्जय यादव सर हुनुहुन्थ्यो सिराको,
अहिले पनि हामी एकदम टचमा हुन्छौँ। उहाँले धेरै चेन्ज गरिदिनु। उहाँले चाहिँ पढाउने बेलामा चाहिँ बुझाउनु भयो कि होइन +2 गरेपछि तिमी BA पढ्नु, आर्ट्स पढ्नु, आर्ट्सको जुन इङ्ग्लिस छ त्यो अलिक भास्ट हुन्छ तर यसको स्कोप धेरै राम्रो छ, राम्रो हुन्छ पढ्नु, तर यहाँ त फेरि नपढ्नु, गाह्रो गएर काठमाडौँ पढ्नु भन्नुभयो कि। अनि त्यहाँदेखि आर्ट्स पढ्न चाहिँ स्टार्ट भयो र त्यसले साँच्चीकै लाइफ चेन्ज गरिदियो। हो सर, एउटा तपाईँले धेरै राम्रो प्रसङ्ग उठाउनु भयो कि हाम्रो समाजमा एउटा मेन्टालिटी छ कि यो पढेर यो हुन्छ, यो पढेर यो गर्न सकिँदैन। बट मलाई लाग्छ कि यो वर्क्स गर्दिन, किनभने जस्तै हाम्रो समाजमा कमर्स नाम सुन्ने बित्तिकै बुवाहरूलाई के लाग्छ कि बा अब तँ कमर्स पढ्बे ना, फलानुवाको लैका देख त डक्टर पढ्दा इन्जिनियर पढ्दा भनेपछि यस्तो हामी सुन्छौँ। त्यही समाजबाट हामी हुर्केर ठुलो भएको एकदम। सो यो कुरामा हामी करेक्सन गर्न जाँदा क्रममा के कुराहरूमा करेक्ट गर्न सकिन्छ? मलाई लाग्छ अब त अलिकति विद्यार्थी आफैले पनि सोच्ने भइसकेको छ, धेरै कुरा हेरिरहेछ, त्यो अब डिसाइड गर्न सकिरहेछ। अलि पहिलाभन्दा कन्डिसन्सहरू इम्प्रुभ भइसकेको छ, तर त्यसमा पनि अहिले पनि प्रब्लम के लाग्छ भने यो डिटरमाइन गरेर नै कि म यो बन्छु भनेर नै यो गर्नु छ भने त्यति सोच्नु पर्दैन। यदि स्टुडेन्ट्सको इन्ट्रेस्ट एउटा कुरामा छ भने त्यसमा त्यसले जान दिनुपर्छ कि नोबडी नोज द फ्युचर, कसको के हुन्छ थाहा छैन। किनभने तपाईँ जुन आजको टाइमको जे डिमान्ड हेरेर तपाईँ काम गर्नुहुन्छ नि, तपाईँ जब काम गर्ने लायक हुन्छ त्यो कुरा त्यति बेला पनि ट्रेन्डिङमा त्यही रहन्छ पनि जरुरी छैन। जस्तै मैले पढ्ने बेलामा म टिचर नै बन्छु भन्ने मानु सोचेँ होइन, चाहे मेरो बुवाले सोच्नु भएको थियो मैले टिचर बनाउँछु, तर त्यति बेला जुन तरिकाले उहाँ सोच्नु भएको थियो त्यो आज डेटमा त त्यस्तो छैन होइन। त्यति बेला हामीले सोच्न पनि सकेको थिएन कि भोलिको दिनमा यस्तो टाइम आउँछ जहाँ अनलाइन क्लासेसहरू हुन्छ र म अनलाइन क्लासमा यस्तो भइहाल्छु, युट्युबमा मलाई लाखौँ मान्छेले फलो गर्छ भन्ने सोचेको त थिएन। सो कति बेला के हुन्छ थाहा छैन। आज तपाईँलाई लाग्छ कि यो फिल्डमा चाहिँ एकदम खतरा छ, राम्रो पैसा छ, राम्रो अपर्च्युनिटी छ, तर तपाईँ पढ्दै 10 वर्षपछि जब मार्केटमा आउनुहुन्छ तबसम्म मार्केट चेन्ज भइसकेको हुन्छ, केही अरू पनि आइसकेको हुन्छ। सो जरुरी छैन कि तपाईँ जे सोचेर गर्नुहुन्छ भोलि त्यही हुन्छ। त्यही भएर तपाईँको जेमा इन्ट्रेस्ट छ त्यसमा मन लगाएर पढ्नुहोस्, राम्ररी पढ्नुहोस्। तपाईँको ब्रेन जब स्ट्रङ हुन्छ नि तब त्यो 10 वर्ष पछाडि जे अगाडि आउँछ जे पनि गर्न सक्छ क्या। जस्तै तपाईँ साइन्स पढ्नुभयो, तपाईँको ब्रेन स्ट्रङ छ, पढ्नु भएको छ, प्रेजेन्टेसन स्किल राम्रो छ, आज पोडकास्ट पनि लिँदैदिनुहुन्छ। एक्ज्याक्टली, प्रेजेन्टेसन राम्रो छ त भइहाल्यो नि। तर त्यति बेला पढ्ने बेलामा सोच त कहिले थिएन कि म यस्तो गर्छु होला भनेर। सो त्यही हो कि समयअनुसार जेमा इन्ट्रेस्ट छ त्यो चाहिँ राम्ररी गरिदिने क्या। तर कोही गार्जियनले चाहिँ फोर्स गरेर होइन तँलाई साइन्सै पढ्नु छ, तँलाई कमर्स नै पढ्नु छ भन्ने त्यो चाहिँ अलिकति गलत हो क्या। प्रिसाइज पनि हुन्छ नि। त्यो गऱ्यो भने के हुन्छ, विद्यार्थीले न यो पढ्न सक्छ न आफ्नो इन्ट्रेस्टको कुरा फलो गर्न पाउँछ, अनि त्यो गएर त्यो स्पोइल हुन्छ क्या। त्यहाँनिर त्यो मनमा नै कुरा बताउन पनि सकिँदैन समाजलाई लिएर, बुवा आमालाई लिएर कि मैले यदि भनिदियो कि म साइन्स पढ्दिनँ, डक्टर बन्दिनँ अथवा केही पनि यस्तो राम्रो फिल्डमा जाँदिनँ भने झन् उसले नेगेटिभ कुराहरू दिमागमा आउँछ, प्रेसराइज हुन्छ। धेरै स्टुडेन्ट्स पाउँछु कि जस्तै त्यो साइन्स पढिरहेछ अनि अलिकति विक छ, तिमी किन साइन्समा आएको त? सर अङ्कलको छोरा इन्जिनियर पढिरहेछ, अनि त्यही भएर बुवाले पनि जबरजस्ती होइन तँलाई साइन्सै पढ्नु छ, तँलाई इन्जिनियरिङ गराएरै छाड्छु भनेर गरिदिनु भयो। अब त्यो विद्यार्थीले थाहा छ कि म यसमा क्यापेबल छैन, तर उसलाई जबरजस्ती गरिदियो त न त ऊ राम्रो इन्जिनियर बन्न सक्छ न त उसले आफ्नो चाहेको केही कुरा गर्न सक्छ। यो कुराहरू छ। सो सर तपाईँ सुरुदेखि यतिकै कन्फिडेन्ट हुनुहुन्छ कि यो युट्युबबाट तपाईँको कन्फिडेन्स बढेको छ कि पढाउँदै होइन यस्तो साई हुनुहुन्थ्यो कि कस्तो? अलिकति म स्टुडेन्ट्स लाइफमा हुँदा प्लस टू सम्म एकदम साई नेचर भएको मान्छे होइन। जस्तै म 11th क्लास मैले पुरा 1 साल पढिसकेको थिएँ हरिकेतानमा र म एउटा केटीसँग पनि बोलेको थिएन। हुन्छ नि त्यो नाम पनि सोधेन। केटीको नै कुरा तपाईँ किन गर्नुभयो? केटाको पनि भन्न सक्नु होइन, त्यो साईको कुरा आयो नि त। साई एकदम साई नेचरको मान्छे थिएँ म। जति अहिले म एकदम एक्सट्रोभर्ट छु, म जोसँग पनि जे पनि कुरा गर्न सक्छु, कन्फिडेन्ट छु होइन। म विद्यार्थीहरूलाई पनि एकदम मजाले जे पनि बोलिदिन्छु र विद्यार्थीहरूले त्यो कुरा एक्सेप्ट गर्छ होइन। तर म साँच्चीकै साई नेचरको थिएँ। 12th क्लासदेखि हल्का फुल्का बोल्न थालेँ होइन। तर यो छ टिचिङ गर्दा मान्छेसँग इन्ट्र्याक्ट गर्दा कन्फिडेन्स बिल्ड हुँदै जान्छ। एक्सपिरियन्स भनेको यही त हो नि। अब 9 वर्ष पढाइसकेँ होइन, अब 9 वर्ष पढाउँदा कन्फिडेन्स आइहाल्छ। तपाईँले केटीको कुरा गर्नुभयो, यही प्रसङ्गमा के सोध्न चाह्यो भने तपाईँ +2 देखि लिएर मास्टरसम्मको बिचमा तपाईँले लभ पऱ्यो थियो? यो पनि यस्तो छ, यो कुरालाई अब यसरी हेर्दा त होइन एउटा टिचर भएर पनि यो लभको कुरा गर्छ या लभ पर्या होला भन्ने हो। तर कस्तो हुन्छ नि यो ह्युमन नेचर हो।
मान्छे जुन पनि एउटा एज ग्रुपबाट क्रस गर्दै जान्छ उनीहरूले सबै कुरा पार गर्दै जान्छ। जो आज +2 मा छ उसले जे कुरा गर्दैछ त्यो हामी +2 पढ्ने बेला पनि हाम्रो माइन्डसेट त्यस्तो किसिमको छ होला इन्भाइरोमेन्ट फरक होला। उनीहरूले अब डेटिङ गर्नु छ भने एकैचोटि ठुलो होटलमा जान्छ होला, हामी सिधै त्यो सडकको गलीमा घुमेर डेटिङ गरिहाल्थ्यौँ होइन। सो पढ्न चाहिँ पढेकै हो, नपढेको चाहिँ होइन पढेन भने त्यो एज ग्रुपको त केही फाइदै भएन हेरोस् होइन। तर पढेको अब हुन्छ त्यो सामान्य कुरा हो। त्यसले तपाईँको स्ट्रगलमा स्टडिङ फेजमा केही कुरा अल्टर्स गरेको थियो अथवा पोल खोल्ने कुरा भइहाल्यो होइन जेनरल टक होइन त्यो कुरा। तर त्यो कुरालाई चाहिँ मैले एकदम पोजिटिभ लिन्छु। अब म क्लास 1 मा पनि बताइरहन्छु त्यो मेरो लाइफको टर्निङ पोइन्ट हो क्या। ओ माय गॉड त्यो मेरो लाइफको टर्निङ पोइन्ट हो किनभने त्यो लभ हुँदाको कुरा र त्यो ब्रेकअपको कुरा होइन। सो ब्रेकअप जो जेनरली जो हुन्छ नि मान्छेलाई जो एउटा पुरा स्याटर्ड गरिदिन्छ, मेरो लाइफमा त्यसले चेन्ज गरिदियो क्या धेरै। म चेन्ज यस कारण गरिदियो कि मलाई त्यहाँदेखि एउटा प्यासन आयो कि म यस्तो केही बनेर देखाउँछु जुन तिमी हेरेर तडपिन्छ कि मैले छोडेको केटालाई र त्यो रिजन नै त्यही हो कि म वीरगन्जमा छु। अदरवाइज न वीरगन्जमा मेरो घर थियो, न मेरो घर थियो पहिला, न मेरो यहाँ कुनै कनेक्सन थियो। बस एउटै थियो कि त्यो यहीँको थियो, धोका दियो म यहीँ आएर बसिहालेँ कि म तिम्रो सहरमा बसेर यस्तो गर्छु कि मेरो यस्तो गली गलीमा नाम हुन्छ मेरो कि तिमी सोचेर छोड्छौ कि कसलाई मैले छोडिदिएँ भनेर। त त्यो मेरो लागि राम्रै भयो नि। त्यो एउटा जुनुन आयो जसले गर्दा मैले यस्तो स्ट्रगल गर्न थालेँ, मिहिनेत गर्न थालेँ, रात दिन एक गरिदिएँ होइन। जस्तै अब नयाँ थिएँ टिचरमा, धेरै कुराहरू जस्तै आफू बुझ्थेँ तर पढाउन गाह्रो हुन्थ्यो। राति 2 बजेसम्म मिहिनेत गर्थेँ, फेरि बिहान 6 बजे उठेर कलेज गइहाल्थेँ। एउटा माइन्डमा थियो कि मलाई पपुलर हुनु छ। त्यो केटीलाई मेरो त्यसको कानमा मेरो नाम जानु पर्यो। सुरुमा त्यो चाहिँ थियो कि उसको गल्लीसम्म मेरो नाम चाहिँ पुग्नु पर्यो क्या होइन। अनि त्यो कुरा चाहिँ थियो जसले गर्दा अब आज आएर मतलब छैन। आज त्यो कुरासँग फरक पनि पर्दैन कि त्यो कहाँ छ, के सोचिरहेछ, कस्तो गरिरहेछ, त्योसँग मतलब छैन। तर एउटा स्टार्टिङ त्यस्तो थियो जसले गर्दा चाहिँ माइन्डमा थियो अनि एउटा जुनुन थियो, त्यो गरे। त त्यही भएर तपाईँले त्यो कहीँ भेट्यो भने त्यसले थ्याङ्क्स भन्नुहुन्छ कि के गर्नुहुन्छ? सबभन्दा पहिलो कुरा त्यसपछि भेट पनि भएको छैन। इफ भयो भने नभएकै राम्रो। भेट्यो भने पनि केही, किनभने मलाई अब त्यो कुरामा ध्यान नै छैन। किन म आफ्नो अलग मिसनमा छु, मलाई अब अलग लेभलमा जानु छ। तर जो इनिसियल फेजमा जे भयो त्यो अब फिल हुन्छ कि कहिलेकाहीँ के हुन्छ कि एउटा हामी 9 क्लासमा पढ्दा एउटा प्रोभर्ब पढ्छ, समटाइम्स ब्याड वर्क्स गिभ्स गुड रिजल्ट के। कहिलेकाहीँ गलत कामले पनि सही राम्रो रिजल्ट दिन्छ। त्यो भएकै त्यही हो। एक्ज्याक्टली राम्रै छ सर। सो त्यही भएर म विद्यार्थीले भने चाहिँ हेर कसैले प्रेममा धोका दियो भने त हात काट्ने होइन, चुरोट गाँजा रक्सी खाने होइन, त आफ्नो करियरमा फोकस गरिदिने हो ताकि त्यो पनि तँलाई हेरेर पश्चाताप गरोस् क्या। एक्ज्याक्टली यो राम्रो कुरा हो नि त, सबै स्टुडेन्ट्सको लागि राम्रो कुरा हो। अहिलेको टिनेजरले धेरैले यस्तो लाइफ बर्बाद गरिरहेको छ, तर त्यो जरुरी नै छैन। राम्रो भयो भने पछि मेनी अपर्च्युनिटिज छ नि, करियर बनाउनु जरुरी छ नि। सो बच्चाहरूलाई हामीले यो टिप्स दिनु पर्यो कि कुलतमा नफसेर त्यो वाला डायलग जस्तै हुन्छ नि, ठुक्रा के मेरा प्यार मेरा इन्तकाम देखे कि भन्ने होला, त्यस्तो पोर्सनमा जानु पर्यो। यो होइन, यो कुरालाई नेगेटिभली लिने पनि होइन होइन कि जस्तै ल श्याम सरले लभको कुरा गर्नुभयो, आफ्नो अफेयरको कुरा गर्नुभयो, यो एउटा नर्मल कुरा हो भनेर लिनुपर्छ क्या। मैले भन्न चाहिँ त्यही खोजेको कि यो नर्मल कुरा हो क्या, इट ह्यापन्स। किनभने तपाईँ त्यो एजमा आउनुहुन्छ भने त्यो इमोसन्स आउनु, त्यो फिलिङ्स आउनु, बच्चा जन्मिने बित्तिकै जसरी रुनुपर्छ नि त, रोएन भने त बच्चा बिरामी छ। त्यस्तै एउटा एडल्सेन्समा पुग्दा त्यस्तो आउँछ होला, बुढेसकालमा उता धर्मप्रति होइन त्यस्तो कुराहरूप्रति झुकाव हुन्छ। सो यो एजमा पनि त्यस्तो भयो भने त्यसलाई त्यति सिरियस पनि लिने होइन। कतै बिछोड भयो, कतै कुरा मिलेन भने सुसाइड गर्ने होइन, हात काट्ने होइन, त्यो रक्सी खाने होइन। तपाईँको मेन कुरा छ तपाईँले आफ्नो लाइफ बनाउनु छ भने लाइफ बनाउनको लागि तपाईँले पढाइ जरुरी छ, करियर बनाउन जरुरी छ। त त्यो चाहिँ फोकस हुनु पर्यो। त्यो कुराबाट इन्स्पायर भएर चाहिँ बेटर हुन सकिन्छ। एक्ज्याक्टली जिन्दगी त्यही छ त्यही सकियो भन्ने होइन कि जिन्दगी धेरै बाँकी छ, अरू धेरै कुरा गर्नुपर्छ। फोकस आफ्नो पढाइमै गर्नुपर्छ, आफ्नो करियरमै गर्नुपर्छ। मैले मेरो लाइफमा त्यही गरेँ अनि त्यसले गर्दा आज म यहाँ छु। आज मलाई मतलब पनि छैन कि मलाई कसले छोडियो, कसले मलाई समाजसँग मतलब पनि छैन र आज म एकदम ह्याप्पी लाइफ बिताइरहेको छु। फ्यामिली छ, वाइफ छ, बच्चा छ, एकदम राम्रो छ। राम्रो कुरा, त्यहाँबाट हामीले सिक्नु पर्यो कि अब अगाडि जानु पर्यो आफ्नो लाइफमा। यो फेरि कसैले सोचे कि यो कसैको लाइफमा यो हुँदैन भने नहोस् भन्ने सोच्नु पनि बेकार हो, किनभने यो हुन्छ के। सो सर तपाईँले ब्याचलर्स एन्ड मास्टर्स काठमाडौँबाट गर्नुभएको छ। सो त्यहाँको टिचिङ स्टाइल एन्ड स्टुडेन्टको सोच सँगसँगै हाम्रो वीरगन्जको स्टुडेन्टको सोच एन्ड टिचिङ स्टाइल केही भिन्नता देख्नु भएको छ तपाईँले?
त्यसमा अलि इन्भाइरोमेन्टमा चाहिँ फरक पर्छ क्या जस्तै अब पढाउने टिचर्स त अलमोस्ट जस्तै वीरगन्जमा टिचर्स तपाईँको एकदम राम्रोहरू हुनुहुन्छ त्यसमा कुनै डाउट छैन होइन स्टुडेन्ट्सको जो लेभल छ त्यो स्टुडेन्टको लेभलमा पनि प्रब्लम छैन यहाँ पनि एक से एक ट्यालेन्टेड स्टुडेन्ट्स निस्किरहेछ होइन यहाँबाट पनि चाहिँ विद्यार्थीहरू जस्तै यस्तो छ जो एमबिबिएसमा स्कलरसिपमा नाम निकालिदिरहेछ इन्जिनियरिङमा नाम निकालिदिरहेछ सबै कुरा छ कि तर एउटा इन्भाइरोमेन्ट चाहिँ बिग्रिरहेछ कस्तो हो भने तपाईँको काठमाडौँको स्टुडेन्ट्सहरूमा सेल्फ स्टडीको इन्भाइरोमेन्ट धेरै राम्रो छ वीरगन्जमा सेल्फ स्टडीको इन्भाइरोमेन्ट अलिकति बिग्रिएको छ एउटा अर्को कुरा के भयो भने यहाँको इक्जामलाई लिएर अब चिटिङको जुन एउटा छ नि एउटा कन्सेप्ट कहीँ न कहीँ छ हुन त यो भन्दा अब कति कलेजलाई कति स्कुललाई चाहिँ होइन हामी यस्तोमा छैनौँ भनेर तर यो ओभरअलमा हामीले हेर्ने हो भने वीरगन्जको माहौलमा कहीँ न कहीँ विद्यार्थीको माइन्डमा होस् नहोस् तर माइन्डमा आइदिरहेछ चिट चल्छ कि चिट चल्छ कि एउटा माइन्डमा आइदिरहेछ पछि उसले गर्न पाउँछ गर्न पाउँदैन त्यो फरक कुरा हो तर त्यही काठमाडौँको बच्चामा एकदम रेयर छ क्या होला त्यहाँ पनि केही हदसम्म होला तर यहाँ जतिको त्यो कन्सेप्ट छैन र यहाँ सेल्फ स्टडीको इन्भाइरोमेन्ट धेरै नै हराउँदै गएको छ तपाईँ हेर्नुहोस् काठमाडौँमा कति धेरै लाइब्रेरीहरू छ वीरगन्जमा कति लाइब्रेरी छ काठमाडौँको कलेजहरूमा कलेजहरूले लाइब्रेरी राखेको छ वीरगन्जको कति कलेजले लाइब्रेरी राखेको छ एउटा पढ्ने संस्थाले एउटा लाइब्रेरी मेन्टेन गर्न सक्दैन जहाँ विद्यार्थीले खाली टाइममा गएर बस्न सक्छ एक्स्ट्रा केही रेफरेन्स बुकहरू पढ्न सक्छ केही नोभल्स पढ्न सक्छ त्यो एउटा पढ्ने इन्भाइरोमेन्ट क्रिएट हुन्छ त्यसमा मलाई लाग्छ वीरगन्जको शैक्षिक संस्थाहरू पनि चुकेको छ कुनै हदसम्म र विद्यार्थीहरूले त्यो इन्भाइरोमेन्ट नपाएर पनि गरेको छ एउटा समुदाय स्तरमा पनि जस्तै पहिला हामी सुन्थ्यौँ उद्योग वाणिज्य सङ्घमा पनि एउटा लाइब्रेरी थियो एउटा टाउन हलतिर पनि थियो तर आजको डेटमा त्यो लाइब्रेरीहरू कुन अवस्थामा छ र आजको डेटमा त्योभन्दा बढी कहाँ भयो त हरेक वार्डमा एउटा लाइब्रेरी भइदिएको भए त्यहाँको विद्यार्थीहरूलाई एउटा पढ्ने माहौल हुन्थ्यो उसलाई फुर्सदको समयमा छ 10 जना साथी त्यहाँ बस्छ गफ पनि गर्छ किताबहरू पढ्छ होला पत्रिका पढ्छ होला त्यसमा केही डिस्कस गर्छ होला त त्यो कहीँ न कहीँ वीरगन्जमा मिसिङ छ जुन कुरा त्यो काठमाडौँमा चाहिँ छ त्यहाँ धेरै लाइब्रेरीहरू छ यहाँ लाइब्रेरी छँदै छैन त जहाँ लाइब्रेरी छैन त्यहाँ पढाइको माहौल कहीँ न कहीँ त बिग्रिन्छ नि त यो कुराहरू मलाई लाग्छ एउटा होइन यो सामुदायिक स्तरबाटदेखि लिएर एउटा विद्यालय स्तर कलेज स्तरबाटदेखि लिएर होइन यो कुराहरू हुनुपर्छ कि त्यसले इन्भाइरोमेन्टलाई के गर्छ चेन्ज गर्छ जस्तै म इक्जाम्पल भन्छु तपाईँ त्रिभुवन युनिभर्सिटीमा जानुहोस् त्रिभुवन युनिभर्सिटीमा भित्र जङ्गल छ त्यहाँ त घडी भवनको अगाडि फिल्ड छ त्यहाँ जानु पर्यो भने त्यहाँको विद्यार्थीहरू तपाईँको फिल्डमा चाहे त्यो केटाकेटी किन नसँगै त्यो सँगै बसेर त्यहाँ बदाम खाइरहेछ र किताब पल्टाएर पढिरहेको पाउनुहुन्छ त्यहाँको जङ्गलभित्र जानुहुन्छ भने विद्यार्थीहरू त्यो बोरा बिछाएर त्यो होइन त्यो पढिरहेको हुन्छ म्याक्सिमम पढिरहेको हुन्छन् हाम्रो यहाँको पब्लिक प्लेसमा हेर्नुहोस् त कति विद्यार्थी पढिरहेछन् क्लास कलेजमा घन्टी लिजर भयो भने विद्यार्थी हल्ला गर्छन् सो त्यो चाहिँ माहौल हामीले वीरगन्जमा क्रिएट गर्न सकेको छैनौँ यसमा कहीँ न कहीँ हामी सबैको कमजोरी छ त यो चाहिँ सुधार्न बहुत जरुरी छ इन्भाइरोमेन्टको मिसिङ छ जस्तै इन्भाइरोमेन्ट मिसिङ छ यहाँनिर मैले पनि हेर्दैछु जस्तै म पनि काठमाडौँ बसिरहेको थियो त्यतिखेर के छ भने त्यहाँको बच्चाहरू प्र्याक्टिकल हुन्छन् के लाइक यो गर्नु छ यो सेम टाइममा गर्नु छ है एउटा फ्लो जुन बनाएको हुन्छ नि डिसिप्लिन वेमा लाइफ त्यस्तो हेरिरहेको छु तर वीरगन्जमा अलिकति कहीँ न कहीँ हामी त्यो कुराहरू मिस गरिरहेछौँ जसमा अझै ध्यान दिएर चाहिँ वीरगन्जमा हेर्नु मलाई लाग्छ यो मधेसतिर नै हाम्रो यो समस्या चाहिँ छ के जस्तै कुन गाउँ छ जहाँ एउटा लाइब्रेरी राखिएको छ हैन जस्तै हाम्रो यहाँ चुनाव हुन्छ भने वडामा लडिरहेछ मेरो ल म वाइफाई फ्री गरिदिन्छु वार्डलाई भनेर एउटा नारा दिन्छ तर म यो वार्डमा एउटा पुस्तकालय स्थापना गरिदिन्छु भन्ने छैन हाम्रो यहाँको कति स्कुल कति कलेजहरूले नेसनल लेभलको न्युजपेपर राखिरहेछ कति वडाहरूमा त्यो नेसनल लेभलको न्युजपेपर छ जसले गर्दा विद्यार्थीहरूले त्यो हेर्छ होला आखिर त्यो लोकसेवाको कन्टेन्टहरूदेखि लिएर आखिर छन् त धेरै कुराहरू त्यो पढ्थ्यो होला त्यहाँबाट कन्टेन्टहरू पाउँथ्यो होला सो कहीँ न कहीँ मिसिङ छ त्यो भयो भने विद्यार्थीलाई यो लङ टर्ममा चाहिँ एकदमै राम्रो काम तपाईँ काठमाडौँको कुरा मलाई एउटा कुरा याद आइरहेको छ मेरो एउटा साथी छ त्यहाँ अहिले ल पढिरहेको छ अनिल नाम हो त्यसको म त्यसको कोठामा गएँ एकचोटि होइन अनि के भयो भने त्यहाँ उडुस बुझ्नुहुन्छ नि काठमाडौँमा चाहिँ उडुस कमन कुरा हो यो मलाई थाहा थिएन अनि म राति सुतिरहेको छु उडुस काटिरहेछ मलाई अनि के काटिरहेछ लामखुट्टे त यहाँ लाग्दैन भनेर यस्तो कुराहरू दिमागमा आइरहेको थियो मैले उसले भने कि यो के काटिरहेछ अनि उसले भन्यो कि यो उडुस हो मैले भने यार तिमीहरूलाई पढ्नमा कति समस्या भइरहेको होला जब उडुसले काट्छ त राति तिमीहरू सुत्न निन्द डिस्टर्ब हुन्छ फेरि त्यो कसरी तिमीहरूले एजुकेसन लाउन त झन् असर पाइरहेछ उसले मलाई के रिप्लाई दियो सर टु बी फ्याक्ट उसले के भन्यो भने कि उडुस काट्छ हामी सुत्न सक्दैन त्यो टाइमलाई हामी उपयोग गर्छौँ म सक भएँ
मान्छे तिमी मेन्टली डिस्टर्ब हुन्छ उडुस काट्छ भने त्यसले के भनिरहेछ भने कमसेकम त्यो हिसाबले त्यो माध्यमले पनि त म रातितिर पढ्न सक्यो अनि म त्यसको कुरा सुन्नु एकदम अचम्म भयो बट उडुस काटेर पनि उनीहरू त्यो टाइमले सदुपयोग त्यसमा के देखाइदिन्छ भने स्ट्रगल देखाइदिन्छ त्यो भित्रको जुन प्यासन छ पढ्ने त्यो देखाइदिन्छ कहीँ न कहीँ हामी यहाँ मिस गरिरहेछौँ यहाँ त यस्तो केही पनि समस्या छैन इच एन्ड एभ्री कुराहरू छ है कहीँ कहीँ मिसिङ छ जस्तै लाइब्रेरीको कुरा तपाईँले गर्नुभयो त्यो भयो इन्भाइरोमेन्टको कुराहरू भयो बट हाम्रो घर छ त्यहाँ पनि हामी म्यानेज गर्न सक्छौँ नि सो त्यो बच्चाहरूको एकदम एकदम हामी चाह्यो भने घरमा पनि गर्न जस्तै एउटा फ्यामिलीले जस्तै आफ्नो बच्चालाई स्कुलमा एडमिसन गराइदिए कलेजमा एडमिसन गराइदिए ल उसको टेक्स्ट बुकहरू किनिसके एउटा घरमा एउटा छुट्टै राम्रो दराज एकदम एट्र्याक्टिभ होस् जहाँ बुक्सहरू एकदम मजाले सजाइएको होस् यदि त्यस्तो इन्भाइरोमेन्ट क्रिएट गर्न सक्यो भने हुनसक्छ सबै क्यापेबल नहोला तर क्यापेबल हुने गरिदियो भने त्यो के हुन्छ त्यो एट्र्याक्ट पनि गर्छ नि त त्यो किताबहरू यतिकै त्यो फालेर राख्नुमा र किताबहरू त्यही सजाएर राख्नुमा त्यो एउटा फरक माहौल क्रिएट गर्छ कि त्यो हेरेर पढ्न मन लाग्छ त त्यो पनि हामी गर्न सक्छौँ जतिसम्म क्यापेबल हुन्छ सकिन्छ सो सर तपाईँको युट्युब च्यानलबाट हिजो आज धेरै बच्चाहरूले इङ्ग्लिस सरलै भाषामा बुझ्न सकिरहेका छन् तपाईँको मोटिभ के थियो यो स्पेसली जुन छ नि युट्युब च्यानल बनाउने त्यो कहाँबाट मुख्य तपाईँको मोटिभ कहाँबाट आयो कि होइन यस्तो गर्छु भने झन् राम्रो हुनसक्छ इजिली एजुकेसन दिन सक्छु सस्तो एजुकेसन दिन सक्छु नेपालको सामाजिक कार्यमा अलिकति योगदान दिन सक्छु भने कहाँबाट यस्तो आयो तपाईँको सुरुवातमा यस्तो केही पनि थिएन मैले अघि नै भने त्यो विद्यार्थीहरूले गराइदिएको काम हो थाहा पनि थिएन कि यस गरेर म पछि अनलाइन क्लास गर्छु या यो लेभलमा जान्छ भन्ने थिएन एउटा हुन्छ नि टाइम पास गर्ने हिसाबले भयो हैन त्यो मजाकमा गरिदियो त्यसपछि त्यो कोरोना आयो ल टाइम पास हुन्छ भनेर गरेको खासमा तर त्यो गर्दै जाँदा के हुन्छ कि पछि धेरै कुराहरू त्यहाँबाट अब आइडिया रहँदाले यो कुरालाई मैले यो लेभलमा लान सक्छु यसैको थ्रु मैले अनलाइन क्लास सञ्चालन गर्न सक्छु यसको थ्रु मैले सस्तो फीमा पनि पढाउन सक्छु त्यो धेरै कुरा त्यसपछि आउन थाल्यो अझै धेरै कुराहरू आइरा हुन्छ र त्यो गर्दै गयो के त्यही भएर तपाईको एउटा यो तपाईको स्टिभ जब्सले भनेको छ के स्टिभ जब्सले भनेको छ कि तपाईले पहिले नै कुनै कुरालाई फ्युचरलाई तपाई डिटरमाइन गर्न सक्नुहुन्न के तपाई जब गरिहाल्नुहुन्छ भने तब चाहिँ पास्टको कुराले तपाई हेर्दा चाहिँ अब काउन्ट गर्न सक्नुहुन्छ कि ओहो मैले यस्तो गरे तर तपाई फ्युचरलाई अगाडि नै डिटरमाइन गर्नु पर्दैन के सो मैले युट्युब स्टार्ट गर्नुभन्दा अगाडि यदि सोच्थे कि हैन मलाई अनलाइन क्लास मेरो चल्छ कि चल्दैन कति फी आउँछ कस्तो हुन्छ कति सोचेको भए यो स्टार्ट नै हुँदैन थियो त आइडिया नै नभएको कुराहरू त्यसको अगाडि फ्युचरमा थियो जुन मलाई थाहा पनि थिएन मैले जस्ट स्टार्ट गरे त्यो गर्दै जाँदा बिस्तारै यहाँ यो पनि छ यहाँ यो पनि छ यहाँ यो पनि छ यहाँ यो पनि छ र अझै पनि धेरै कुराहरू सिक्न बाँकी छ जो म फ्युचरमा गर्छु होला आजको 10 वर्ष पछाडि मेरो युट्युबबाट के हुन्छ मलाई आफै थाहा छैन एक्ज्याक्टली हैन तर म गर्दै जान्छु त्यो भइहाल्छ हैन सो त्यही कुरा भयो युट्युबबाट सर 0 देखि 100K सम्मको जुन तपाईको अहिले सब्स्क्राइबरहरू हुनुहुन्छ भाइ बहिनीहरू हुनुहुन्छ है धेरै रुचाउनुहुन्छ है तपाईको भिडियो हेरेर धेरै कुराहरू सिक्दै हुनुहुन्छ सो तपाईको फिलिङ्स कस्तो छ 0 देखि 100 सम्म पुग्यो त्यतिखेर तपाईको कस्तो एकदम फिलिङ्स एकदम जस्तै सुरुमा जब स्टार्ट भयो जसले सुरु गरायो प्रियांशु प्रदीप यिनीहरू थियो त उनीहरूले पहिला सब्स्क्राइब गर्यो र उनीहरूले धेरै मेहनत गर्यो सेयरहरू गर्ने यताउता गर्ने र मलाई लाग्छ लगभग 3-350 जति सब्स्क्राइबर त सेयरहरू गर्दा यहाँको लोकल विद्यार्थीहरूले गरिदियो त्यसपछि त्यहाँ गएर स्टप भयो के अब त्यहाँदेखि टेन्सन यही थियो कि यार 1000 सब्स्क्राइबर पनि पुग्छ कि पुग्दैन भनेर हैन त जुन दिन त्यो 1K सब्स्क्राइबर पुगेको थियो नि त्यो एकदमै अलग किसिमको एउटा एक्साइटमेन्ट थियो कि अलग किसिमको त्यो म एकदम खुसी थिएँ कि मेरो 1000 सब्स्क्राइबर पुगिसक्यो त्यो अलग लेभलको त्यो सोच थियो के खुसी थियो के हो एक्ज्याक्टली जुन मेरो त्यो 1000 हुँदाको जुन खुसी थियो नि एक्साइटमेन्ट त्यस्तै खुसी मलाई 100K पुग्दा पनि थियो कि त्यो त झन् खुसी डबल भइसक्यो होला तर त्यो त्यहाँ त्यति बेला मैले 1K एक्सपेक्ट गरेको थिएन त्यही भएर त्यति धेरै खुसी भएको थिएँ त्यस्तै 100K पनि एक्सपेक्टेसनमा थिएन तर जब यो पुग्यो अनि एउटा अलग लेभल म त्यो दिन जुन दिन 100K पुगेको थिएँ म लाइभमा थिएँ म त्यो दिन मेरो आँखाबाट आँसु आएको थियो मेरो लाइभमा त्यो आज पनि मेरो युट्युबमा रेकर्ड थियो कि मैले त्यो सोचेको थिएन एउटा नर्मल बोर्ड छ आजसम्म आज पनि त्यो नर्मलै बोर्ड छ अहिले पनि मैले स्मार्ट बोर्ड युज गरेको छैन हैन सो नर्मल बोर्डमा एउटा नर्मल मोबाइलको क्यामेरा युज गरेर मार्करले पढाएर लाखौं विद्यार्थीले मलाई हैन माया गर्छन् फलो गर्छन् भन्ने सोचेकै थिएन आज यो लेभलमा पुर्याइदियो हैन जसले मेरो लाइफमा धेरै चेन्जेसहरू ल्याइदियो त त्यसले गर्दा इमोसनल त धेरै हुन्छ नि वास्तवमा त्यो कुरा एकदम अलिकति प्रेरणादायक छ किन भन्दाखेरि त्यो बच्चाहरू जुन तपाईले 100K सब्स्क्राइब गरिदियो त्यो बच्चा वास्तवमा तपाईबाट केही न केही ज्ञानहरू पाइरा होला किनभने
त्यो कुरा एकदम सानो होइन, यो धेरै ठुलो कुरा हो। यति कम समयमै यतिको माया पाउनु भनेको त त्यो आफैमा त्यो दिन मलाई याद छ 99 point something के थियो सब्सक्राइबर। अनि त्यो दिन यस्तै मैले ल आज 100 के पुग्छ क्या जस्तो विद्यार्थीहरूले त्यो लाइभमा त्यो यति धेरै सेयरहरू गर्न थाल्यो, यति धेरै गर्न थाल्यो। अनि त्यो होइन त्यसलाई मैले लाइभ गरिदिएको थिएँ त्यसको काउन्टलाई, अनि त्यो दिन 100 के पुर्याइदियो क्या। सो विद्यार्थीहरूको नै एउटा धेरै ठुलो योगदान छ त्यसमा होइन। उनीहरूको पनि एउटा हुन्छ नि एउटा चाहना बनिहाल्छ कि होइन श्याम सरको त 100 के पुग्नुपर्छ कि। सो यसबाट एउटा मलाई के हुन्छ कि तपाईँ पहिला गर्न स्टार्ट गर्नुहोस्। तपाईँ जब गर्न स्टार्ट गर्नुहुन्छ, तपाईँ जब आर्ट गर्नुहुन्छ भने भोलि तपाईँको सपना पुरा गरिदिनलाई अरूले पनि मिहिनेत गरिदिन्छ कि। सो मैले एउटा स्टार्ट गरेँ, आर्ट गरेँ, मिहिनेत गरेँ, त्यो पुरा गर्नलाई विद्यार्थीहरूले पनि धेरै मिहिनेत गरे कि। मैले धेरै विद्यार्थीले थाहा छैन, मैले चिनेको छैन, नाम थाहा छैन, तर उसले मेरो लागि कति मिहिनेत गरेको होला कि। उसले सोचेर कि श्याम सरको फलोवर्स बढ्छ भनेर उसले मेरो लागि सेयर गरेको छ, उसले आफ्नो साथीहरूलाई भनेको छ। ऊ एकजनाले हेऱ्यो, उसले आफ्नो कलेजमा सब साथीले भनेको ए श्याम सरको यार हेर्न यार, या सब्सक्राइब गर्ने यार यस्तो राम्रो हुनुहुन्छ। त त्यो होइन एउटा धेरै ठुलो कुरा हो, धेरै ठुलो कुरा हो। सो सर म एउटा अझै कुरा के सोध्न चाहे, जस्तै सिलेबस मेटर्स कि वे अफ टिचिङ मेटर्स? यस्तो के सिलेबस इम्पोर्टेन्ट हो, त्यो त एउटा छ कि त्यसलाई हामी कम्प्लिट गर्नु छ, तर त्यो कम्प्लिट गर्ने जुन माध्यम छ नि त्यो चाहिँ वे अफ टिचिङ चाहिँ राम्रो हुनुपर्छ। किनभने वे अफ टिचिङ राम्रो छैन भने तब त्यो सिलेबसको कुनै अर्थ रहँदैन कि। त वे अफ टिचिङ सबभन्दा जरुरी छ कि। वे अफ टिचिङ तपाईँको राम्रो छ भने त्यसले मानौ तपाईँ जस्तै एउटा टिचरले एकदम राम्रो तरिकाले पढाइराख्नु भएको छ भने, मानौ टिचरले सिलेबस कम्प्लिट पनि गर्न सक्नु भएन भने विद्यार्थीको इन्ट्रेस्ट बढ्छ, त्यसले आफू पनि धेरै कुराहरू पढ्न सक्छ कि। सो वे अफ टिचिङ इज भेरी इम्पोर्टेन्ट। यसमा म केही कुराहरू एड गर्न चाहन्छु सर। जस्तै के हुन्थ्यो कि आजकलको बच्चाहरू है, मैले कहीँ पढाउने बेलामा चाहिँ अब्जर्भ गरेको कुरा हो। जस्तै मैले सपोज साइन्सै सब्जेक्ट छ, मैले एउटा बच्चालाई उठाएर सोधेँ साइन्समा कतिवटा च्याप्टर छ, उसले बताउन सकेन। मैले सोधेँ साइन्समा कतिवटा पोर्सन्सहरू हुन्छ, उसले बताउन सकेन। त्यो बच्चा 10 क्लासको थियो। मैले सोधेँ साइन्सको त्यो पोर्सनबाट कति मार्क्सको क्वेसन आउँछ, उसले बताउन सकेन। सो यदि मेरो पोइन्ट यो छ जस्तै कि बच्चाले जबसम्म सिलेबस बुझ्दैन तब टिचरले के पढाइरहेछ त्यो कुरा कसरी लिनमा त्यसलाई अलिकति सजिलो पार्छ। त्यो पनि त वे अफ टिचिङको भित्रै आउँछ नि। त्यो टिचिङ तपाईँको राम्रो छ भन्नुको मतलबै यो तपाईँले विद्यार्थीलाई त्यो कोर्सको बारेमा नलेज दिन सक्नु पर्यो नि त। फर्स्ट क्लासमै गएर तपाईँ यो च्याप्टर अहिले स्टार्ट गरिदिनु भयो भने त भएन। त्यो विद्यार्थीले थाहा हुनु पर्यो कि यहाँ मलाई पढ्नु के छ, कहाँबाट कति मार्क्स आउँछ, क्वेसन प्याटर्न्स के छ हो। त्यो सबै वे अफ टिचिङ। वे अफ टिचिङ राम्रो भयो भने बाँकी सब कुरा अटोमेटिकली आइहाल्छ। वे अफ टिचिङ राम्रो हुनुको मतलबै तपाईँले पुरा सिलेबसको नलेज दिनुभयो, इक्जामको कुराहरू गरिदिनु भयो, क्वेसन प्याटर्नहरू गरिदिनु भयो, त्यसलाई सोल्भहरू गरेर देखाइदिनु भयो, त्यो सब्जेक्ट म्याटरलाई इजी पारिदिनु भयो, जहाँबाट विद्यार्थीलाई सब कुरा थाहा भयो। जस्तै विद्यार्थीले थाहा भयो कि ल यति मार्क्सको यो च्याप्टरबाट आउँछ, त्यो आफै इन्ट्रेस्टेड हुन्छ। एक्ज्याक्टली यस्तो क्वेसन आउँछ, आफै इन्ट्रेस्टेड हुन्छ। म पनि ट्युसन पढाउने गर्छु, स्ट्रगल फेजहरूमा के गर्ने होइन। सो बच्चाले सिलेबसको बारेमा थाहै छैन कि यो च्याप्टरबाट कति मार्क्सको क्वेसन आउँछ, यसबाट लङ क्वेसन हुनेछ, सर्ट क्वेसन हुनेछ, मल्टिपल चोइस क्वेसन हुनेछ, अथवा पेटर्न के छ क्वेसन आउने, उनीहरूले थाहा नै छैन। त यो कुरालाई लिएर तपाईँ केही सन्देश दिन चाहनुहुन्छ हाम्रो अब शिक्षकलाई भनौँ अथवा विद्यार्थीलाई भनौँ कि दुवैको एउटा हुन्छ नि सहकार्यमा यो कुरामा बढी फोकस गरेर अझै केही इम्प्रुभमेन्ट गर्न सक्छ? मलाई लाग्छ +2 लेभलमा मोस्ट अफ द स्टुडेन्ट्सलाई यो कुरा थाहा हुन्छ, टिचरहरूले पनि गरिराख्नु भएको होला होइन। स्कुल लेभलको मलाई खासै आइडिया भएन, तर मलाई लाग्छ जहाँ पनि यदि पढाइ भइरहेछ भने फर्स्टमा टिचरले सिलेबसको कन्सेप्ट दिनै पर्ने हुन्छ कि किनभने कुनै पनि सब्जेक्ट एकदम भास्ट हो कि त्यो समुद्र हो र समुद्र सबैको सबै एउटा क्लासमा पढाउन सकिँदैन। 12 क्लासको कति छ, 11मा कति छ, 10मा कति छ, सिलेबस हुनु पर्यो। विद्यार्थीले थाहा हुनु पर्यो कि मलाई कुन पोर्सनबाट कति मार्क्स पाउनेवाला छ, क्वेसनको प्याटर्न कस्तो छ, त्यो चाहिँ थाहा हुन एकदम जरुरी छ। त्यो भएन भने उसले तयारी कसरी गर्छ, एउटा केही न केही गाइडलाइन्स त हुनु पर्यो नि त, त्यो एकदम जरुरी छ। सो यो तपाईँको युट्युबको क्रममा सर अनलाइन क्लासेसको वीरगन्जको विद्यार्थीहरूबाट कतिको तपाईँ माया अनि सहयोग पाउनुभएको छ? स्टार्ट त वीरगन्जको विद्यार्थीहरूले गरेको थियो होइन। अब तर फिजिकल क्लास मैले पहिला गराउँथेँ होइन। त सुरुमा वीरगन्जको विद्यार्थीबाट अनलाइन क्लासमा चाहिँ त्यति जोडिएको थिएन। फिजिकल मैले बन्द गरेपछि पनि त्यति खासै जोडिएको थिएन, किनभने अनलाइन क्लासमा त्यति धेरै विश्वास यताको विद्यार्थीले त्यति गरिरहेको थिएन। या अर्को एउटा इफेक्ट थियो होला कि
यहीको त सर हो भनेर एउटा हैन त्यस्तो इम्प्याक्ट राम्रो नपरेको हुनसक्छ। सो मेरोमा सबभन्दा बढी तपाईँको जस्तै काठमाडौँको स्टुडेन्ट्सहरू र त्यसपछि त्यसको अलावा तपाईँको भित्री पहाडहरूको तपाईँको हिमाली क्षेत्रको विद्यार्थी जस्तै हुम्ला जुम्लातिरको डोल्पातिरको अर्घाखाँचीतिरको विद्यार्थीहरू छन् तपाईँको एकदम नेपालको हरेक कुनाको विद्यार्थीहरू छन्। एक से एक विकट ठाउँको विद्यार्थीहरू हैन धेरै कुरो ठाउँहरूको नाम मलाई पनि थाहा थिएन। त्यस्तो ठाउँहरूको विद्यार्थीहरू बढी चाहिँ अब हुनसक्छ त्यहाँ सायद त्यो लेभलको पढाइ नभएर हो या त्यो गाइडेन्स नभएर हो या सस्तो भएर पनि हुन्छ धेरै ठाउँमा हैन। धेरै ठाउँमा जस्तै जुन कोर्समा 1000 मा पढाइरहेको छु त्यो 5000 मा पढाइरहेको हुन्छ हैन र प्लसमा कन्टेन्ट पनि पाइरहेको हुँदैन हैन। तर त्यो कुरा अब चाहिँ अब बढ्दै गएर अब चाहिँ आएर इस्टाब्लिस भयो। अब यतातिरको पनि विद्यार्थीले पनि हैन अनलाइनै भए पनि श्याम सरसँग पढ्नुपर्छ भने एउटा इन्भाइरोमेन्ट डेभलप भएको छ। अब चाहिँ राम्रो रेस्पोन्स पाइरहेको छ यताबाट पनि। राम्रो छ यो कुराहरू है। कमसेकम उहाँले जुन कुराहरू बढी पैसा तिरेर पढ्नुहुन्छ तपाईँले एकदम सस्तोमा र इजी वेमा तपाईँ दिँदै हुनुहुन्छ भने त्यो त झनै राम्रै कुरा भयो नि त। हाम्रो टार्गेट नै थियो कि कमभन्दा कम फीमा राम्रो गर्ने। अब हुन त हामी एकैचोटि त्यति पनि सस्तो गर्न सकिरहेको छैनौँ किनभने त्यो कुराहरूलाई पनि एफोर्ड गर्ने धेरै कुराहरू छ हैन त्यसमा धेरै लागत छ। तर ट्राई गर्दैछु जति सक्दो कममा होस् जति सक्दो राम्रो। जस्तै अहिले मैले 12 क्लास ट्युसन पढाउँदा अब आजदेखि जो स्टार्ट गर्छ त्यो अहिले जस्तै अझै श्रावणदेखि स्टार्ट गर्यो त्यो वैशाखमा फाइनल एक्जाम नसकुन्जेलसम्म कन्टिन्यू पढ्छ। पुरा सालभरि पढेपछि उसले जम्मा 1500-2000 तिर्नुपर्छ पुरा सालभरि पढेपछि। जबकि हामी पढ्ने बेलामा 3 महिना जति पढ्थ्यौँ तै पनि 2000 तिर्थ्यौँ है। म आजभन्दा लगभग 15-16 वर्ष अगाडि पढ्दा पनि मैले 2000 तिरेको 3 महिना पढ्यो कोर्स सक्यो खतम भयो। आज म सालभरि पनि पढाइरहेको छु त्यतिकै फीमा। अहिले फेसिलिट गरिदिनु भयो है त्यो कुराहरु। त्यो जरुरी पनि छ किनभने म कहाँ पढेको विद्यार्थी त्यसले राम्रो मार्क्स ल्याएन हैन राम्रो मार्क्स ल्याएर पास भएन भने त फेरि त्यो मेरो पनि एउटा प्रतिष्ठाको कुरा हो। त्यही भएर एकचोटि जोइन गरेपछि एक्जाम नसकुन्जेल मैले उसलाई छोड्दिनँ किन फेरि त्यो बिर्सिन्छ होला। त त्यो म कहाँ छ भने रिभिजन हुन्छ रिपिट गर्छ फेरि पढ्छ एक्जाम राम्रो हुन्छ उसको रिजल्ट राम्रो आउँछ भने भोलि उसैको थ्रु म कहाँ विद्यार्थी धेरै आउँछ। एक्ज्याक्टली सर तपाईले पढाएको बच्चाहरुमा कसैले एकदम विदेश गइसक्यो अथवा कुनै ठुलो काम गरिदियो अथवा यस्तो कुनै हेर्नु भएको छ केही कुरा? धेरै छ जसले जस्तै एमबीबीएस मा कोही नाम निकालिसक्यो कोही अब यूएस तिर गइसक्यो कोही युरोपियन कन्ट्रीतिर गइसक्यो हैन। थुप्रै छन् त्यस्ता विद्यार्थीहरु कोही सीए बनिरहेछ कोही केही छ हैन। अभियसली जसले राम्रो गर्छ त्यो कहीं न कहीं त सेट भइ नै हाल्छ हैन। र त्यसमा त्यो मेरै कन्ट्रिब्युसन हो भन्ने पनि म भन्दिनँ। त्यो जबसम्म विद्यार्थी आफूले मेहनत गर्दैन आफूले वर्क गर्दैन तबसम्म हुँदैन के। यदि मैले गरेर मात्रै हुने भएको मैले पढाएको सारा विद्यार्थी खतरा हुन्थ्यो। त यो म जहिले पनि विद्यार्थीले भन्ने गर्छु। त्यही भएर म आजसम्मको डेटमा मैले आफ्नो सोशल मिडियामा कहिल्यै पनि पोस्ट गरेको छैन कि म कहाँ पढेको फलानो विद्यार्थीले A+ ल्यायो फलानो विद्यार्थीले A ल्यायो म कहिले पोस्ट गरेको छैन। किनभने त्यो म सोच्छु ठिक छ मैले राम्रो पढाएँ त्यसमा कुनै डाउट छैन। तर त्यो विद्यार्थी A+ जो ल्याएको छ नि त्यसमा मेन मेहनत चाहिँ उसैको छ। तर मैले मात्रै पढाएर आइदिने भए म कहाँ हजारौं विद्यार्थी पढेको छ हजारौंको A+ आउनु पर्थ्यो। सो सबभन्दा मेन क्रेडिट त विद्यार्थीले जान्छ। उ यदि राम्रो पढिरहेछ भने 100% उसले मार्क्स राम्रो ल्याउँछ। हो त्यसमा गाइडेन्सले हाम्रो काम गरेको होला हैन हाम्रो अब त्यो टिचिङले काम गरेको होला तर उसको क्रेडिट चाहिँ जान्छ। सो त्यही भएर विद्यार्थी आफूले चाहिँ मेहनत गर्न जरुरी छ। समाजमा कहिलेकाहीँ के हुन्छ भने जस्तै तपाईकै अगाडि यस्तो भन्छ कि तपाईकै अगाडि कुनै मान्छेले भनिरहेछ आफ्नो छोरालाई कि तपाई इंग्लिश नपढ्नु सो तपाईले त्यसमा केही आफ्नो विचार दिनुपर्छ अथवा लड्नु पर्छ कि होइन किन तपाई पढ्न दिनु हुँदैन यस्तो कहिले भएको छ घटना? यस्तो इन्ट्रेस्टिङ कुरा छ। 2-3टा यस्तो कुराहरु जस्तै एकचोटीमा एउटा कलेजमा हैन त जस्तै टिफिन टाइममा हुन्छ नि त्यो अफिसमा बसिरहेको थिए। त्यहाँ एकजना सिनियर सर हुनुहुन्थ्यो। उहाँ अलरेडी सरकारी स्कुलबाट रिटायर भइसक्नु भएको थियो र हामीसँगै उहाँ पढाइराख्नु भएको थियो। त्यो हाम्रो लागि गर्वको कुरा थियो कि त्यति सिनियरसँग पढाउन पाथ्यो। र उहाँले मलाई चाहिँ एक दिन उहाँले तर फेरि पोजिटिभ सेन्समै मलाई भन्नु भइरहेको थियो। उहाँले मलाई भन्नु भइरहेको थियो कि बाबु तिमी सरकारी जागिरको तयारी गर यो टिचिङ सिचिङ बेकार छ। म त आफ्नो कुनै छोराले टिचर बनाएको छैन। मैले एउटा छोरालाई मैले एचए पढाइदिएको छु। मलाई त्यति बेला यस्तो नराम्रो फिल भयो कि म कलेज लेभलमा पढाइरहेको छु अनि उहाँलाई लागिरहेछ कि उहाँको छोरा एउटा एचए गर्नु खराब मैले भने हैन। तर एउटा एचए जो एउटा पीसीएल लेभल भयो हैन जुन लेभलमा त माथिल्लो लेभलमा पढाइरहेको छु अहिले पनि
त्यो PCL लेभल गरेकोलाई पनि टिचर भन्दा सक्सेसफुल देखिराख्नु भएको छ। यो कति गलत मेन्टालिटी होला, जबकि उहाँ पनि जिन्दगीभरि टिचिङ नै गर्नुभयो। त्यो टिचिङ नै गरेर उहाँले आफ्नो छोराछोरीले सबलाई सफल पार्नुभयो उहाँको नजरमा, हैन। अरू उहाँको पनि कुरा त्यस्तै कि टिचिङ जब एकदम बेकार छ। सो मैले धेरै जसो टिचरकै मुखबाट सुन्छु कि यो बेकार छ। अनि त्यसको अब कस्तो अब रिजल्ट आइरहेछ भने विद्यार्थीले क्लासमा चाहिँ हाम्रो इन्ट्रोडक्सन क्लासहरु हुन्छ, सुरुमा स्टार्ट हुँदा सोच्छु व्हाट यु वान्ट टु बिकम अर व्हाट इज योर फ्युचर प्लान। कोही एउटा विद्यार्थी पाउँदैन क्लासभरिमा जसले भन्छ कि सर आई वान्ट टु बिकम अ टिचर। कोही यस्तो सायदै कोही कहिले हुन सक्छ जो भन्छ कि सर म त्यो टिचर बन्नै चाहिरहेको छैन क्या। त यो कहीं न कहीं हाम्रो समाजले यसको बारेमा नेगेटिभिटी फैलाएको, जुन कि यो धेरै भयावह कुरा हो। जुन समाजको शिक्षा बर्बाद हुन्छ त्यो समाज कतातिर जान्छ त्यो सोच्नुस् कि। यस्तो समाज हो जहाँ टिचर बन्न चाहिरहेको छैन, यो त्यही समाज हो जहाँ पहिला हाम्रो परापूर्व कालमा गुरु बन्नु धेरै ठुलो कुरा थियो, राजाले पनि शिर झुकाउँथ्यो त्यसको अगाडि। आज हाम्रो समाज यहाँ पुग्यो कि जहाँ मान्छे टिचर बन्न चाहिरहेको छैन। यो कहीं न कहीं यसमा सरकारको गल्ती छ, कहीं न कहीं समाजको गल्ती छ, हैन। कहीं न मेन्टालिटी जुन छ कि वास्तवमा हामी पनि सुन्दै बस्छौँ कि टिचर हो काठी कदलियन टिचर भएर जात होइन, खाली स्कुलमै बैठत होइन आवत होइन। तर यो जुन कन्सेप्ट छ वास्तवमा हेर्ने हो भने हामीबाट यहीबाट त इनिसियल पोइन्ट हो नि। बच्चाहरूको गाइडेन्स स्कुलमा त मात्र एउटा कुरा सिकाइदैन नि, पढाउँदैन, इच एन्ड एभ्री कुराहरूमा फोकस गरिन्छ। त्यसको हिँड्ने कसरी, बोल्ने कसरी, चल्ने कसरी, हाउ टु रिस्पेक्ट, हाउ टु लभ, यो सब कुराहरू सिकाइन्छ। तर त्यसै जुन सिकाउने मान्छे छ त्यसैले उहाँहरूलाई लिएर यो नेगेटिभ मेन्टालिटी छ, योलाई कसरी हामी ठिक गर्न सक्छौँ? यो पुवर मेन्टालिटी हो कि। तपाईँ हेर्नुहोस्, एउटा ब्याङ्कमा जागिर गर्नेले उसको स्यालेरी 50,000 60,000 हुन्छ, तर ऊ एकदम कन्फिडेन्ट छ। उसको जागिरलाई लिएर मान्छे एकदम पोजिटिभ छ, ओहो क्या खतरा जब छ, यसको ब्याङ्कमा छ, ब्याङ्कमा म्यानेजर छ। एउटा ब्याङ्कको म्यानेजरको तपाईँको स्यालेरी तपाईँ सोच्नुहोस् होइन 50-60,000 होला, या मानव बढीमा 1 लाख कमाइरह होला। नराम्रो होइन, त्यो धेरै राम्रो रिस्पेक्ट गर्छ हामी। तर तपाईँ एउटा +2 लेभलमा पढाउने टिचरलाई जेनरली हेर्नुहुन्छ भने एकदमै कम कमायो भने 50-60,000 मजाले कमाउँछ। 1 लाख रुपियाँ मजाले हामी हेरिरहेको छौँ जो कमाइरहेछ वीरगञ्जमा टिचरहरूले। 1 लाख रुपियाँको महिना टिचरले नर्मली कमाइरहेछ, जो अदर प्रोफेसनमा पनि 1 लाख रुपियाँ कमाउनु भनेको एकदम सामान्य भएछ, कमाइरहेछ। त कमाउनमा कम कमाइरहेको छैन, तर यो मेन्टालिटीले गर्दा कि ब्याङ्कको जागिरे धेरै राम्रो, त्यही टिचर चाहिँ नराम्रो भन्ने सोचिरहेछ कि मान्छे, जबकि कमाइ उसको भन्दा कम छैन। रात दिन विद्यार्थीले गुड मर्निङ सर, गुड आफ्टरनुन सर, नमस्कार सर भनिरहेछ। आज म एउटा टिचर भएकोले गर्दा म आज कुनै हस्पिटलमा जान्छु, त्यहाँ मैले पढाएको विद्यार्थीहरू पाउँछु, मैले अरूभन्दा धेरै राम्रो सुविधा पाउँछु, मेरो काम अगाडि भइदिन्छ। ब्याङ्कमा जान्छु, मैले पढाएको विद्यार्थी त्यहाँ काम गरेर जाने त्यो नमस्कार सर पनि भन्छ र मेरो काम अगाडि गरिदिन्छ। त यो त सम्बन्ध बेस्ट हो नि, जहाँ मैले पैसा पनि पाएँ, रेस्पेक्ट पनि पाएँ। म फ्युचरसम्म बुढेसकालमा म जान्छु, कुनै हस्पिटलमा जान्छु, त्यहाँ मैले पढाएको मेरो होइन विद्यार्थी डाक्टर हुनसक्छ। मलाई चाहिँ तिमी चिन्छौ होला एउटा पवन मण्डल, तिमीहरूको ब्याचको कि पछाडिको जुनियर छ, नेसनल मेडिकलमा पढ्दैछ। अस्ति मलाई मेरो वाइफ बिरामी हुँदा म 12:30 बजे राति त्यहाँ मलाई रेफर गरेर जानु पर्थ्यो इमर्जेन्सीमा। मैले उसलाई एकचोटि फोन गरेँ 12:30 बजे राति। त्यो 12:30 बजे राति मेरो लागि आयो र मलाई उसले धेरै ठुलो हेल्प गर्यो। जुन त्यति बेला म एक्लै थिएँ, मलाई हेल्प चाहिएको थियो, 12:30 बजे राति आएर त्यसले मलाई हेल्प गर्यो। त्यो कति ठुलो सपोर्ट थियो। त्यो मलाई लाग्छ अरू प्रोफेसनमा म भएको भए त्यो हेल्प पाउँदैन थिएँ। सो मैले उसलाई पढाए बापत पैसा पनि कमाएको छु, उसले मलाई नमस्ते गर्छ, रेस्पेक्ट गर्छ, रेस्पेक्ट पनि पाएको छु, मलाई त्यो चाहिएको बेला सपोर्ट पनि पाएको छ। योभन्दा बेटर प्रोफेसन के हुनसक्छ कि? तर मान्छेको यो पुवर मेन्टालिटी हो जसले यो पेसालाई यसरी चाहिँ बदनाम गरिरहेछ। अदरवाइज धेरै राम्रो हो। एउटा थियो कि जस्तै पहिला टिचर भन्ने बित्तिकै इमेज के आउँथ्यो, छाता बोकेको छ, धोती कुर्ता लगाएको छ, एउटा पुरानो थोत्रो झोला बोकेको छ, जसले गर्दा लाग्थ्यो टिचर भनेको अलिकति हो। आजको टिचर हेर्नुहोस्, म पनि जिन्स टी सर्ट लगाउँछु, म पनि राम्रो होटलमा जान सक्छु, म पनि फ्यासनेबल ड्रेस लगाउन सक्छु, म पनि राम्रो बाइक चढ्न सक्छु, राम्रो लाइफस्टाइल बिताउन सक्छु, खराब केही पनि छैन, मजाले राम्रो खान सक्छु हैन। सो टिचर बन्नु खराब होइन। यो प्रोफेसन पनि आजको लागि एकदमै राम्रो छ। मैले क्लासमा पनि भनिरहेको छु कि तिम्रो नसिब हुन्छ तिमी टिचर बनिहाल्छौ, र टिचर बन्नको लागि तिमीले धेरै मिहिनेत गर्न सक्छौ। तिमी डक्टर छौ भने हुनसक्छ तिमीले जुन केस ह्यान्डल गर्न सक्दैनौ तिमी इजिली रेफर गरिदिन्छौ। रेफर गर्नुको मतलब त्यही त हो नि कि म क्यापेबल छैन, अरू कहाँ जाऊ। तर एउटा टिचर बनिसकेपछि तिमीले यो भन्दैनौ कि भाइ मलाई यो आउँदैन, त्यो अरूसँग पढिहाल। सो टिचर भनेको त्योभन्दा डेयरिङ जब हो कि तिमीलाई पढ्नुपर्छ र पर्फेक्ट हुनुपर्छ। सालभरि राम्रो पढायो, एक दिन गल्ती पढाइदिएपछि तिम्रो इज्जत जान्छ। सो एक दिन पनि गल्ती नहोस्, एउटा पनि गल्ती नहोस् हुने गरी काम गर्ने प्रोफेसन हो, आँट हुनुपर्छ। सो यो सानो जब होइन,
है भनेर भन्छ। कुरा भन्नुभएको छ। अनि सर तपाईँले अनलाइन पढाउँदै हुनुहुन्छ अहिलेसम्म, सो त्यहाँ कन्फिडेन्स कसरी बिल्ड हुन्छ तपाईँको कि केही यताउति नहोस् भने हुन्छ नि अनलाइन भनेको तपाईँ लाइभै हुन्छ, लाइभ क्लास दिनुहुन्छ, सो त्यसमा तपाईँ कसरी कन्फिडेन्स बिल्ड गर्नु? त्यसमा यस्तो पहिला अलिकति क्यामेराको अगाडि अप्ठ्यारो फिल हुन्थ्यो मलाई याद छ। एउटा 10-12 मिनटको भिडियो सुट गर्नलाई 2-2 घन्टा खर्च हुन्थ्यो। कुरा त्यही छ, तर अलि अप्ठ्यारो हुन्थ्यो। अब बानी परिसकेको छ, अब यस्तो लाग्छ मेरो अनलाइनको विद्यार्थीहरू मेरो अगाडि नै छ जस्तो फिल हुन्छ। सो बानी परिसक्यो। अर्को कुरा के हुन्छ कि तपाईँसँग यदि कन्टेन्ट तपाईँलाई थाहा छ भने कन्फिडेन्स आफै आउँछ। सो त्यसको लागि मैले मिहिनेत चाहिँ गर्छु। म आफ्नो अफ टाइममा धेरैभन्दा धेरै पढ्ने गर्छु। मलाई जे पढाउनु छ त्यो कुराको म इच एन्ड एभ्रिथिङ म चाहन्छु कि मलाई थाहा होस् कि। हुन म पर्फेक्ट छैन, इङ्ग्लिसको सारा कुरा मलाई आउँदैन, तर मलाई जे पढाउनु छ म चाहन्छु त्यो साराको सारा मलाई याद होस्। मलाई किताबहरू नपरोस् हुने गरी म पढ्छु। अनि त्यही भएर मलाई 1 घन्टाको पनि अनलाइनमा क्लास हुन्छ भने म किताब नहेरिकन पढाइदिन सक्छु। अनि कन्फिडेन्स त्यहीबाट आउँछ। पढाउँदै कहिले इमोसनल हुनुभएको छ तपाईँ? हुन्छ नि, धेरैचोटि हुन्छ, इमोसनल हुन्छ। अब म अफलाइन क्लासहरूमा पनि धेरैचोटि इमोसनल भएको छु होइन। एकचोटि एउटा मोमेन्ट याद छ, म एउटा कलेजमा पढाउँदै थिएँ। त्यति बेला घरको त्यो अलि फाइनेन्सियल कन्डिसनहरू खराब भएर लोनहरू भएकोले गर्दा एउटा घरबाट फोन आएको थियो। म पोएम्स पढाउँदै थिएँ, त्यही बेला घरको फोन आयो, म रिसिभ गर्न बाहिर गएँ। अनि फोनमा उताबाट कुरा के आयो भने बुवाले भन्नुभयो हाम्रो घर बिक्रीमा राखेको थियौँ कि त्यो अब घर बेच्नुपर्ने कुरा आयो भनेर। अनि म ठिक छ बेच्दिन त, अरू कुनै उपाय छैन, बरु भाडामै बसौँला कि। त्यो कुरा बाहिर गएर म फोनमा त्यो कुरा गरेँ, जहाँबाट मेरो अब सोच्नु माइन्डसेट के हुन्छ होला कि मेरो बस्ने घर बिक्री हुन्छ, अब हामी रोडमा आइहाल्यौँ, अब भाडामा बस्नुपर्ने स्थिति हुन्छ, बुवाआमाले यहाँ ल्याएर भाडामा राख्नुपर्छ, गाउँमा बस्ने घर पनि हुँदैन। अब त्यो स्थिति छ, भित्र गएर पोएम पढाउनु छ, रोमान्टिक पोएम पढाउनु छ। कति डिफिकल्ट हुन्छ नि, यस्तो डिफिकल्ट सिचुएसन। मैले केही नभनिकन पोएम स्टार्ट गरेँ, तर म पोएम पढेर चाहिँ मेरो आँखाबाट आँसु झऱ्यो कि। अनि एकजना विद्यार्थी थियो अनिस भन्नु, सर के भयो सर, छोड्नु सर, नपढाउनु सर, के भयो कि? अनि म यति इमोसनल भएन, मैले भनेको यस्तो कुरा छ। अनि सर छोडिदिनु, नपढाउनु सर भनेर होइन। त्यो दिन म पढाउन पनि सकिनँ। अहिले पनि मेरो गुजबम्प आयो यहाँनिर त्यो कुरा सुन्दा। सो हुन्छ कहिलेकाहीँ एउटा पर्सनल कुराहरू पनि आइदिन्छ बिचबिचमा। च्याप्टर पढाउनु पर्ने छ, तर कुनै तनावको कुरा आइदिन्छ, कुनै घरको फ्यामिली कन्डिसनको कुरा आइदिन्छ। अब त्यो कुरा एउटा चलिरहेको हुन्छ, अर्को फेरि यतातिर मलाई यो पढाउनु पर्ने छ, गाह्रो हुन्छ। तर कहिलेकाहीँ त्यसमा के हुन्छ, स्टुडेन्ट्सहरूले धेरै सपोर्ट गर्छ, कहिलेकाहीँ बुझिहाल्यो भने उनीहरूले सपोर्ट चाहिँ गर्छन्। सर जस्तै तपाईँ स्ट्रगलको कुरा गर्नुभयो होइन, त्यसमा म के सुनेको थियो, तपाईँ अर्को सोहरूमा पनि जानुभएको थियो, त्यसमा मैले के सुनेको थियो भने तपाईँ जुन कोठामा बस्दै हुनुहुन्थ्यो त्यो चाहिँ के थियो भने अलिकति एक्सपेन्सिभ थियो है। सो तपाईँ पैसा कसरी म्यानेज गर्नुहुन्छ भने त्यो कुरालाई लिएर तपाईँ के गर्नुभयो भने अर्को सस्तो ठाउँमा सिफ्ट हुनुभयो। त्यो दिनको जुन तपाईँको थियो त्यो कस्तो, मतलब अलिकति बताइदिनु न। एकदमै थियो, त्यो कन्डिसन नै खराब थियो। त्यति बेला हामी फाइनेन्सियली एकदमै ब्याङ्क्रप्ट भइसकेको थियो, एकदम कङ्गाल भइसकेको थियो। जस्तै अराउन्ड लगभग 54 लाख लोन थियो म माथि। घरमा बेच्नको लागि सम्पत्ति पनि थिएन, खेतबारी पनि थिएन, अहिले पनि छैन। एउटा घडेरी घर थियो जुन हामी बिक्रीमा राखेको थियौँ होइन। संयोगले बिक्री भएन, बचिहाल्यो, तर त्यो बिक्री चाहिँ पुरै फिक्स भइसकेको थियो होइन। अनि त्यो बेला कन्डिसन खराब थियो, कोरोनाहरू आएर स्यालेरी बन्द भइसकेको थियो र त्यो धेरै महँगो चाहिँ रुम थिएन, 6000 थियो भाडा कि। तर कन्डिसन यस्तो थियो कि मैले 6000 भाडा तिर्न सकिरहेको थिएन। त्यो घरपेटीले त्यो मेरो कन्डिसन हेरेर मलाई 2 महिनाको भाडा छोडिदियो। घरपेटले कन्डिसनले 2 महिनाको भाडा मलाई 12000 छोडिदियो। त्यो मेरो लागि धेरै ठुलो कुरा थियो। र त्यसपछि मैले त्यो छोडेर एउटा 3000 को मैले रुम लिएको थिएँ होइन। त्यो एउटा रुममा हरेक कुरा एडजस्ट गरेर बस्नु परेको थियो होइन। त्यही बेला संयोगले एकचोटि पछि म एक्लै थिएँ त्यहाँ होइन। वाइफ चाहिँ माइतीमा गएर बस्नु परेको थियो, किनभने त्यो एउटा रुममा एडजस्ट गर्न सबै कुरा बहुत गाह्रो थियो। उसलाई माइतीमा राखिदिएँ, म चाहिँ ल जसोतसो म एउटा रुममा एडजस्ट गर्छु होइन। त्यही बेला मेरो त्यो गुरु सञ्जय यादव सर आउनुभएको थियो, उहाँलाई पनि म त्यही रुममा बसाएको थियो। त्यो एउटै बेडमा 3 जना सुतेको थियौँ होइन। अनि उहाँ पनि मेरो कन्डिसनहरू नि के त्यस्तो भयो तिम्रो लाइफमा, मैले उहाँलाई भनेको सर यस्तो यस्तो छ, त्यही भएर यस्तो लाइफ भइरहेछ, ठिक छ मेहनत गर सब ठिक भइहाल्छ भन्नुभएको थियो कि। त त्यो एउटा समय थियो तर कटिहाल्यो। भनिन्छ खाने मुखलाई जुङ्गाले छेक्दैन भने चाहिँ है, तपाईँले जुन स्ट्रगल त्यो गर्नुभएको छ वास्तवमा अहिले आएर त्यसको तपाईँको फल पाउनु भएको छ। अहिले धेरै राम्रो भयो। अहिले यो त्यो एउटा थियो, एउटा फेज थियो। त्यही भन्छ हुन्छ लाइफ भनेको एउटा यो धेरै ठुलो लेसन दिन्छ क्या, यसले सिकाउँछ कि अप्स एन्ड डाउन्स धेरै ल्याउँछ होइन। अब त्यो बेला म चाहेको भए
म सुसाइड गर्न सक्थेँ आउँथ्यो मनमा कहिलेकाहीँ आउँथ्यो मनमा कि कहाँ मेरो जिन्दगी फसिहाल्यो यस्तो मजाले पढे लेखेको थिएँ लेक्चरर भइसकेको छु कमाइरहेको छु तर आफूलाई एउटा बस्न राम्रो व्यवस्था गर्न सकिरहेको छैन होइन एडजस्ट गर्न सकिरहेको छ नयाँ लुगा किन्नलाई चाहिँ सोच्नुपर्ने मलाई याद छ म 2 सालसम्म एउटा पनि कपडा किनेको थिएन पुरानैले काम चलाइरहेको थिएँ कि यस्तो कन्डिसन होइन त त्यो आउँछ लाइफमा तर त्यो सब कुरामा चाहिँ हामीलाई चाहिने एउटै कुरा हुन्छ प्यासेन्स राख्नुपर्छ आफ्नो हार्डवर्क गर्न छोड्नु हुँदैन समयले कहीँ न कहीँ लगेर चेन्ज गरिदिन्छ जसले तपाईँको पुराको पुरा जीवनलाई चेन्ज गरिदिन्छ होइन सो त्यही गरिराखेँ मैले के प्यासेन्स राखेँ आफूमाथि विश्वास राखेँ मिहिनेत गर्न छोडिनँ होइन त्यो 3000 को रुम जो मैले लिएँ नि मेरो अनलाइन क्लास मैले स्टार्ट त्यही रुमबाट गरेको फेरि पहिला जो 6000 वाला रुम थियो त्यहाँ मैले युट्युब स्टार्ट गरेको थिएँ त्यो जुन 3000 वाला रुम थियो त्यो हुन्छ नि कहिलेकाहीँ त्यो कस्तो लकी भइदिन्छ त्यो त्यही मैले अनलाइन क्लास स्टार्ट गरेँ त्यहाँ अनलाइन क्लास स्टार्ट हुनुको पछाडिको रिजन के भयो भने त्यो जुन रुम थियो त्यो एउटा स्कुलको साइडमा थियो अनि त्यति बेला कोरोना चलिरहेको थियो र त्यो जुन स्कुलको साइडमा थियो त्यसमा चिनेको साथीहरू थियो र त्यहाँ वाइफाई थियो के त त्यो टाँसिएको भएर त्यसको वाइफाईको पासवर्ड उसले मलाई दियो र त्यहाँ मैले वाइफाई कनेक्ट गर्न पाएँ त नेटको सुविधा भएपछि मैले अनलाइन क्लास स्टार्ट गरेँ त्यो 6000 वाला रुममा म भएको भए मसँग इन्टरनेट नै हुँदैन थियो म अनलाइन क्लास त स्टार्टै गर्न सक्दिनँ एउटा कुरा म के जोड्न चाहे जस्तै यो सबै स्ट्रगलहरू आजको बच्चाहरू बुझ्छन् होला तपाईँले के लाग्छ यसको अब बुझ्छ कतिले बुझ्छ होला म्याक्सिममले बुझ्दैन तर मलाई लाग्छ सबैले बुझ्न जरुरी छ क्या यो कुरा एउटा माइन्डमा के राख्नु पर्यो जतिसुकै धनी घरको बच्चा होस् या गरिबको घरको बच्चा होस् तपाईको लाइफमा एउटा टाइम यस्तो आउँछ जहाँ तपाईलाई लाग्छ कि मेरो जिन्दगी फसिहाल्यो अब म के गरौँ मरिहालौँ कि भागिहालौँ कि के गरौँ यो सबको लाइफमा आउँछ क्या त त्यो टाइमको लागि तपाईले तयार बस्नुपर्छ त्यसको लागि तपाईको ब्रेन स्ट्रङ हुनुपर्छ तपाईमा त्यो प्यासन्स हुनुपर्छ त्यो सबैले फेस गर्नु छ के होला जस्तै कोही एकदम गरिब छ जसलाई 2 लाख को प्रब्लम आएर यस्तो फिल हुन सक्छ कोही धेरै धनी छ त्यसलाई 2 करोड को प्रब्लम आएर फेस हुन सक्छ के अम्बानीलाई अम्बानीकै लेभलको प्रब्लम आउँछ र उसलाई फेस त्यो टेन्सन हुन्छ स्ट्रेस उलाई नहुने होइन के हामीलाई हाम्रै लेभलको प्रब्लम जस्तै मलाई 50 लाख को समस्या आयो त्यही भएर मलाई प्रब्लम भएको थियो मलाई 5 लाख को आएको भए टेन्सनै हुँदैन थियो हैन त कसैले 50,000 को पनि आउन सक्छ त्यसै तपाईको लेभल भन्दा ठूलो प्रब्लम आउँछ तपाईले स्ट्रेस हुन्छ टेन्सन हुन्छ यो हरेक मान्छेको लाइफमा आउने फेजहरु हो त्यसको लागि तयार हुनुपर्छ र त्यसको लागि बुझ्न जरुरी छ के रेस्पोन्सिबल हुन जरुरी छ के ओके सर सो यो पढ्ने पढाउने क्रममा सो रिजल्ट्स मेटर कि नलेज यसको बारेमा तपाई के भन्नुहुन्छ यस्तो के अब हुन त नलेज नै म्याटर गर्छ तर कहिलेकाहीँ कुनै केसहरुमा जस्तै +2 गरेको छ उसलाई कतै स्कलरशिप एप्लाई गर्नु छ त्यहाँ अब ल B+ भन्दा कमको लागि चाहिँ एप्लाई गर्न नमिल्ने त्यस्तो सिस्टमहरु डेभलप गरेको छ जस्तै तपाईले इन्डियन एम्बेसीको कुनै स्कलरशिप विद्यार्थीलाई फर्म भर्नु छ भने इंग्लिशमा उले मिनिमम B ल्याएको हुनुपर्छ यदि B भन्दा कम छ भने उले एप्लाई नै गर्न पाउँदैन त त्यस्तो कुराहरुमा रिजल्ट म्याटर गर्छ तर ओभरअल लाइफमा हेर्नुहुन्छ भने नलेज म्याटर गर्छ वर्ष इन्टरभ्यूहरुमा जान्छु सो फर्स्ट हाम्रो जुन इन्टरभ्युअरले हेर्छ त्यो त हाम्रो सर्टिफिकेट्सहरु हुनु त्यसको बेसिसमा त्यसको हिसाबले क्वेशन गर्ने गर्छ इन्टरभ्युहरुमा सो त्यहाँ त एकदम इम्पोर्टेन्ट त्यही त इनिशियल फेजहरुमा रिजल्ट्सहरुले चाहिँ हुन्छ तर रिजल्ट्सले स्टार्ट गर्नको लागि रिजल्ट चाहिन्छ के टिक्नको लागि त नलेज नै चाहिन्छ के जस्तै म सुरुमा कहीं पनि पढाउन जाँदा मैले आफ्नो सीभीहरु देखाउनु पर्थ्यो सीभीहरु दिनु पर्थ्यो मेरो एसएलसी मा कति आएको छ मेरो +2 मा कति आएको छ मास्टर्स मा कति आएको छ त स्टार्ट गर्नको लागि त्यो थियो आजको डेटमा मलाई न मसँग कोही सीभी माग्छ न मेरो सर्टिफिकेट छ केही माग्दैन त त्यो टिक्नको लागि नलेज चाहिन्छ के त नलेज बढी इम्पोर्टेन्ट छ र तपाईसँग नलेज छ भने तपाईको रिजल्टमा पनि त्यसले इफेक्ट पारिहाल्छ नि ट्यालेन्ट विद्यार्थी छ भने उसको रिजल्ट बिग्रिन्छ भन्ने जरुरी छ र छैन नि ल होला कुनै एउटा इयरमा बिग्रिन्छ होला कुनै एउटा सालमा बिग्रिन्छ होला सबैको सबै त बिग्रिदैन सो नलेज सबभन्दा बढी इम्पोर्टेन्ट हो र जोसँग नलेज छ रिजल्ट आउँछ कहिलेकाहीँ बिग्रिन सक्छ त्यो ठूलो कुरा हो तर समाजमा त यस्तै मेन्टालिटी छ सर कि फलानुवाको लैकाके त रिजल्टै नै खियाइन त त्यो बेकार छ भनेर कहाँ पढ्यो होला जस्तै 9 सम्म त्यो राम्रो पढेको छ तर एसएलसी मा इन केस केही भयो इन केस है तर रिजल्ट राम्रो आउन सकेन एउटामा ब्याक भइसक्यो त समाजले के भन्छ उ कहाँ पढ्छ त्यो यस्तो हैन त्यो मेरो सिचुएसन ठ्याक्कै मिल्छ म 9 क्लास सम्मको धेरै ब्राइट स्टुडेन्ट हो म जहिले पनि क्लासमा सेकेन्ड थर्ड हुने विद्यार्थी हैन कुनै पनि कन्टेस्टहरु जस्तै स्पेलिङ कन्टेस्ट भयो क्विज कन्टेस्ट भयो स्पीच कन्टेस्ट भयो म जहिले पनि जित्थे तर म एसएलसी दिने बेलामा अब माहौलहरु यस्तो बिग्रियो के भयो हैन त्यो एक्जामको सिस्टमहरु बिग्रियो जसले गर्दा मेरो रिजल्ट सबभन्दा खराब आयो
मेरो जस्ट 48% मेरो रिजल्ट आएको थियो जुन बेला यति चिट चलेको थियो कि त्यो पास नहुनेहरू पनि फर्स्ट डिभिजनमा पास भएको थियो अनि गाउँमा मेरो चर्चा चल्थ्यो त्यो अलिकति नराम्रो तरिकाले जुन म यहाँ भन्न पनि सक्दिनँ हैन त्यो नामी बनिया के यस्तो भनेर भन्ने त्यो भन्थ्यो कि नाम मात्रै छ कहाँ हेर न त्यो जम्मा 48% आएको छ यस्तो भन्ने चर्चाहरू पनि हुन्थ्यो तर त्यो त्यही बेलाको लागि त्यो ल त्यति बेलाको लागि अलिकति ह्युमिलिएसन थियो मलाई पनि फिल हुन्थ्यो कि साला म कस्तो भयो भनेर मेरो बुवा आमाले एकछिनको लागि त्यो नराम्रो लागेकै थियो उहाँले लागेको थियो कि मेरो बच्चा साँच्चैकै बर्बाद भयो कि जस्तो लागेको थियो कि रिजल्टै आएन समाजले तर मेरै ब्याचमा मसँग फर्स्ट डिभिजन ल्याउनेहरू डिस्टिङसन ल्याउनेहरू आज के गरिरहेछन् र म त्यो ल्याएर म के गरिरहेछु त्यो फरक परेको छ आखिर थियो केही तब त म ब्याचलर्समा कलेज टप गरेको छु युनिभर्सिटीमा टपरको लिस्टमा आएको छु सो नलेज म्याटर्स नलेज नै म्याटर गर्छ नलेजले रिजल्ट तपाईँले दिन्छ कहिलेकाहीँ रिजल्ट बिग्रिने हो सधैँ बिग्रिँदैन सो नलेज नै इम्पोर्टेन्ट छ क्या हामी पढ्दाखेरि बनारसमा होइन एउटा सरले के भन्दै हुनुहुन्थ्यो भने एउटा एक दिन इक्जाम्पल दिनुभयो कि आप बुद्धिमान बनना चाहते हैं कि विद्वान बनना चाहते हैं अनि हामीहरू के भन्यो अनि हामी भनिदियो हम लोग विद्वान बनना चाहते हैं भन्नुभयो सब गलत अनि हामीले सोधे कसरी एक्सप्लेन अनि उहाँले के भन्नुभयो भने जो विद्वान होता है उसको ये पता है कि आंसर कैसे लाना है वो सोल्व कर सकता है जो विद्वान है वो सोल्व कर सकता है कोई भी प्रॉब्लम दीजिए उसको वो सोल्व करेगा लेकिन जो बुद्धिमान होता है फ्रैक्शन ऑफ सेकेंड विद इन टाइम वो क्या करता है एग्जैक्ट आंसर देता है सो फाइनल कन्क्लुजन तब उहाँले के दिनुभयो भने अहिलेको स्टडीको टाइममा अथवा कुनै पनि इक्जाम हामीले क्र्याक गर्नु छ भने हामीले विद्वान सँगसँगै बुद्धिमान पनि हुनुपर्छ एक्ज्याक्टली सो अहिले यो कुरा बुद्धिमान अनि विद्वान तपाईँ आफ्नो स्टुडेन्ट्सहरूमा केही यस्तो देख्नु भएको छ केही कनेक्सन छ अहिलेकोमा अलि एउटा इन्भाइरोमेन्ट के डेभलप भइसकेको छ भने हाउ टु गेन गुड मार्क्स त्यसैमा छ त्यो कति मेमोराइज गर्ने कुराहरू यस्तो कुराहरूमा अलिक बढी फोकस छ जुन एउटा नेगेटिभिटी भइरहेछ कि त्यो नेगेटिभ इन्भाइरोमेन्ट नै क्रिएट हुँदै गइरहेछ त यो चाहिँ सुधारिनु पर्ने हो कि कति धेरै म घोकिहालौँ कण्ठ गरिहालौँ नोट सारिहालौँ होइन नोट बनाइहालौँ जसरी पनि मेरो A+ आइहालोस् A आइहालोस् त्यसैमा सेटिस्फाइड छ क्या तर त्यो लङ रनमा गएर त्यो मलाई यसले के पाउँछ भन्ने कुरामा चाहिँ कन्सेप्चुअल स्टडी जो छ नि त्यसमा अलिकति यहाँको इन्भाइरोमेन्ट अलिक बिग्रेकै छ क्या त्यो चाहिँ सुधार्न जरुरी छ क्या केही छ जसले गर्छ अब हामीसँग केही ऱ्यापिड फायर राउन्डहरू छ तपाईँको एक्सपिरियन्स अनि अनुभवको आधारमा हामी चाहिँ त्यो कुराहरू गर्नेछौँ जस्तै तपाईँ इक्जाम लिन रुचाउनुहुन्छ कि कपी चेक गर्ने इक्जाम लिन किन कपी चेकिङ एकदमै झ्याउ लाग्छ तपाईँलाई कस्तो स्टुडेन्ट्स मनपर्छ फनी स्टुडेन्ट्स कि स्मार्ट स्टुडेन्ट्स राम्रो हुन्छ ओके सो इक्जामको दिन छुट्टी कि टिफिनमा बिरयानी के राम्रो लाग्छ तपाईँलाई बरु छुट्टी राम्रो हुन्छ छुट्टी भयो भने बरु सुत्ने मजाले छुट्टी हुन्छ भने राम्रो हुन्छ एकछिन रिल्याक्स पाउँछ ओके सो तपाईँले कहिले कुनै साथीको लभ लेटर वा ब्रेकअप लेटरहरू कलेक्ट गर्नुभएको छैन मेरो चाहिँ गरेको छ तपाईँले आफ्नै गर्नुभएको छ मेरो चाहिँ गरेको छ साथीहरूले साथीहरूले तपाईँको गरेको छ ओके राम्रो छ सो कहिले इक्जाममा चिटिङ गर्नुभएको छ इक्जाममा चिटिङ 11th क्लासमा 11th क्लास पुरै चिटकै भरमा पास भएको त्यसको अलावा फेरि कहिले पनि होइन सर बिरगजमा कहिले गेङ फाइट गर्नु भएको छ यहाँ छैन फाइट भन्ने कुरा भएको छैन मेरो जिन्दगीमा तपाईँको स्टुडेन्ट कुनै क्रस परेको जस्तो यस्तो एक्सपिरियन्सहरू त्यस्तो छैन त्यस्तो केही पनि छैन यदि तपाईँ मुभी एक्टर हुनुहुन्थ्यो भने कुन एक्टर हुनुहुन्थ्यो यस्तो प्रिफर गर्नुहुन्छ तपाईँ एक्टर्स नवाजुद्दिन सिद्दिकी धेरै मनपर्छ हो किन रियल लाइफ उसको एक्टिङ हुन्छ क्या सो सर ओभरअल युट्युबले तपाईँको लाइफस्टाइलमा होइन अथवा इकोनोमिकली भनौँ त यो सब कुराहरूमा कसरी परिवर्तन गर्यो धेरै ठुलो परिवर्तन गरेको छ नि म आज यहाँ पडकास्टमा बसेको छु यो युट्युबकै देन हो होइन जहाँ पनि इन्टरभ्यूमा गएको छु यो युट्युबले दिएको देन हो अदरवाइज कलेजहरूले बनाएको आइडेन्टिटीले कुनै पब्लिक प्लेसमा मलाई एज अ गेस्ट बोलाउने त कहिले चान्स नै थिएन होइन सो युट्युब हो जसले गर्दा एउटा मेरो आफ्नो छुट्टै आइडेन्टिटी बनाइदियो आफ्नो एउटा ब्रान्डिङ गरिदियो होइन जसले गर्दा म आज आफ्नो होइन थट्सहरू आफ्नो ओपिनियन्सहरू राख्ने मौका पाइरहेको छु होइन युट्युबले मेरो आफ्नो एउटा आइडेन्टिटी क्रिएट गरिदियो जुन सुरुमै हामी कुरा गऱ्यौँ म श्याम विकेश महतोबाट श्याम सर भइसक्यो त्यो युट्युबले क्रिएट गरेको छ र फाइनेन्सियली हेल्प गर्यो नि त धेरै हेल्प गर्यो जसले गर्दामा आज आफ्नो फ्यामिलीलाई त्यस्तो क्राइसिसबाट बचाउन सफल भएँ होइन आफ्नो लाइफ स्टाइल चेन्ज भयो धेरै होइन आज म आफ्नो
बच्चालाई त्यो सबै कुरा दिन सक्छु जुन मैले आफ्नो जिन्दगीमा सोचेको थिएन हैन सो धेरै कुरा चेन्ज भएको छ सो एउटा चाहिँ कुरा के थियो भने लाइक तपाईँको प्यारेन्ट्सको जुन तपाईँले सक्सेस नहुनको बेरसम्मको जुन नजरिया थियो हेर्ने अनि अहिले तपाईँ राम्रो गर्दै हुनुहुन्छ सब कुराहरू राम्रो भइरहेछ त्यो अवस्था कस्तो छ त्यसमा त्यस्तो केही हुँदैन है जस्तै अब बुवाआमा जो हुन्छ त्यो भगवान हो के बुवाआमाले तपाईँ फेलियर हुनुहोस् या सक्सेस हुनुहोस् तपाईलाई गर्ने माया त्यतिकै रहन्छ कि सबै त्यतिकै रहन्छ एउटा कुरा हुन्छ कि छोरा जब सक्सेस हुन्छ भने सफल हुन्छ भने उहाँहरूको खुसीको लेभल चाहिँ अलग हुन्छ कि नजरिया त्यही छ कि नजरिया त्यही छ मलाई जुन माया पहिला गर्नुहुन्थ्यो त्यही गर्नुहुन्छ मेरो दाइलाई जुन माया गर्नुहुन्छ त्यस्तै गर्नुहुन्छ मेरो बहिनीलाई पनि माया गर्ने त्यही हो त एउटा हो कि अब छोराको अचिभमेन्टमा खुसी हुन्छ जस्तै मेरो बुवालाई मैले मोबाइल दिएको छु उहाँ दुनियाँको कसैको भिडियो हेर्नुहुन्न प्रायः हैन मेरो जति भिडियो छ उहाँ सबै भिडियोलाई रिपिट गरी हेर्नुहुन्छ उहाँलाई त्यसैमा खुसी छ कि मेरो छोराको भिडियो आएको छ मेरो आमालाई त्यसैमा खुसी छ कि यो के छ उहाँलाई थाहा छैन मेरो जस्तै युट्युबको मेरो प्ले बटन आयो हैन मेरो आमालाई त्यसैमा खुसी यो छ के भनेर अब त्यो उहाँलाई धेरै कुरा थाहा छैन तर उहाँलाई यो अमेरिकाबाट आएको छ यो युट्युबले गरेपछि आएको छ धेरै खुसी हुनुहुन्छ हैन यो धेरै ठुलो कुरा वास्तवमा कि आफ्नो त्यो उहाँलाई आइडिया नभएको कुराहरु पनि उहाँ हेर्नुहुन्छ यसले के हुन्छ भोलि मलाई केही थाहा छैन तर उहाँ बस यसै खुसी छ कि मेरो छोराले यो पाएको छ जो पुरा मध्य प्रदेशमा कोही टिचरले पाएको छैन सो त्यो पोइन्ट तपाईले कति गर्व फिल भइरा होला मेरो बुवाले आजको डेटमा म हेर्छु कहीं पनि मेरो बारेमा कोहीसँग कुरा गरिराख्नु हुन्छ अनि भन्नुहुन्छ कि त्यो युट्युबमा पढाउँछ श्याम सर भनेर हेर्नु होला मेरो बुवाले पनि आज मेरो नाम श्याम सर भनेर अरूलाई भन्नुहुन्छ कि त्यो साम्बिकेस महत्व है जो चाहिँ कहिले स्ट्रगल गरेको छ है त्यो सब थोक कुराहरु जहाँ पाएको छैन त्यो सब कुराहरु अहिले पाइरहेको छ त्यो अहिले श्याम शर्मा परिवर्तन भएपछि कतिको खुसी हुन्छ त्यो एउटा प्राउड मोमेन्ट हो नि मेरो एउटा पनि भिडियो छैन जो मेरो दाइले शेयर गर्नुहुन्न मेरो एउटा पनि भिडियो छैन जो मेरो बहिनी ज्वाइँहरुले शेयर गर्नुहुन्न त्यो एउटा यो धेरै कुरो चेन्ज आएको छ खुसी छ सबैजना हैन फ्यामिली फुल एकदमै हुन्छ नि सपोर्ट फ्यामिलीको सपोर्ट बिना त मान्छे अगाडि बढ्नै सक्दैन नि त एक्ज्याक्टली हैन सो सर आउने 10 वर्षमा हामी तपाईलाई कहाँ हेर्छौं त्यही छ त्यो मैले भने अघि लाइफ इज अनसर्टेन के कहाँ जान्छु ठेगान छैन तर यति छ टिचिङ फिल्डमा रहन्छु तर टिचिङ फिल्डमा हुन्छु कुनै अलग तरिकाले हुन्छु होला किनभने मेरो एउटा छ कि म जिन्दगीभरि एउटै तरिकाले बस्न सक्दिन कन्फर्म हो मेबी म आफ्नो कुनै ठुलो संस्था खोलेको हुन सक्छु होला मेबी आफ्नो कुनै बुक पब्लिश गरिसकेको हुन सक्छु होला मेबी आई डोन्ट नो तर हुन सक्छ जे पनि हुन सक्छ लाइफमा तर केही न केही त पक्का गर्छु यतिकै बस्ने चाहिँ हैन हामी चाहन्छौं पनि सर तपाई अझै मेहनत गर्नु अझै हाम्रो भाइ बहिनीहरुले राम्रोसँग पढाउनु सक्सेस हुनु भनेर सो आजको यो पोडकास्टको माध्यमबाट धेरै भाइ बहिनीहरु हेर्दै हुनुहुन्छ है सो उहाँहरुलाई के सन्देश दिन चाहनुहुन्छ कि उनीहरुलाई आफ्नो लाइफ चाहिँ स्ट्रगल पूर्वकको अलिकति हटाएर इन्स्पिरेसनल अझै राम्रो कसरी बनाउन सकिन्छ के सन्देश दिन चाहनुहुन्छ उहाँहरुलाई एकदम सिम्पल कुरा छ यति बुझ्दिनु पर्छ कि यो लाइफ जो पाएको छ नि यो लाइफमा हरेक कुरा छ तपाई इमोशन्स भन्ने कुरा जे सुन्नु भएको छ जिन्दगीमा सब कुरा छ तपाईले कहिले हाँस्न पाउँछ कहिले रुन पाउँछ कहिले सरप्राइज हुन पाउँछ कहिले दुःख गर्न पाउँछ कहिले सुख भोग्न पाउँछ सो तपाईको लाइफमा जे आएको छ त्यो आएको छ जे आएको छैन सब आउनेवाला छ जिन्दगीमा हरेक कुरा हुन एकदमै 100% स्योर छ त्यसको लागि तपाईले तयार बस्नुपर्छ तयार बस्ने एउटै तरिका छ 10 वर्षपछि के हुन्छ 20 वर्षपछि के हुन्छ नसोच्नुस् आज तपाईले पढ्ने मौका पाएको छ जोरदार तरिकाले पढ्दिनुस् जहिले कमाउने मौका पाउँछ जोरदार तरिकाले काम गर्दिनु होला जुन दिन दुःख पर्छ जोरदार तरिकाले दुःखसँग भिडिहाल्नु होला जिन्दगी सफल भइहाल्छ के यति मात्रै गर्दिनु पर्छ धेरै सोच्नै पर्दैन ल धेरै धेरै धन्यवाद सर तपाईले आज आउनु भयो हामीले टाइम दिनु भयो र यो भिडियो एकदम इन्फर्मेटिभ भयो धेरै स्ट्रगलको बारेमा कुरा गरियो इन्स्पिरेसनको बारेमा कुरा गरियो भाइ बहिनीहरुले धेरै कुराहरु सिक्नुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद सर धेरै धेरै धन्यवाद मलाई बोलाउनु भयो र होप गरौँ कि मेरो जिन्दगीको केही कुराहरुले मेरो जिन्दगीको केही पलहरुले कोही एकजनाको जिन्दगीमा पनि केही सानो एउटा परिवर्तन ल्याइदिन्छ भने त्यो मेरो लागि धेरै ठूलो गर्वको कुरा हुन्छ र आशा गरौँ हुन्छ के थ्यांक यू सो मच सर